हेलो तपाईँहरू हेर्दै हुनुहुन्छ एनजी इन्टरटेनमेन्ट सो र एनजी इन्टरटेनमेन्ट सो हेरेर बस्नुहुने सम्पूर्ण मेरो आदरणीय दर्शक महानुभावलाई हार्दिक स्वागत गर्न चाहन्छु र साथमा यहाँहरूलाई न्यानो अभिवादन पनि सघाउन चाहन्छु र सदाझै आज पनि विभिन्न विधाका व्यक्तिहरूसँग कुराकानी गर्ने क्रममा आज मैले यस्तो खालको व्यक्तिलाई पाएको छु जो व्यक्ति लामो समयदेखिकै एउटा मिक्स मार्सल आर्ट्समा अनवरत रूपमा लागिरहनु भएको छ अहिलेको कालखण्डसम्म र उहाँले एउटा समाजमा एउटा महत्त्वपूर्ण योगदान पनि दिइरहनु भएको छ स्पोर्टको क्षेत्रमा र साथसाथै कम्युनिटीलाई पनि एउटा एज अ कम्युनिटी लिडरको रूपमा पनि उहाँले कम्युनिटीमा सर्भ गरिरहनु भएको छ र उहाँ हुनुहुन्छ मेरो आजको स्पेसल गेस्ट अल द वे कोलम्बसबाट हुनुहुन्छ मिक्स मार्सल आर्ट्सका वान अफ द भेरी लेजेन्ड खेलाडी हुनुहुन्छ सजित लामा। सो उहाँलाई ढिलो नगरिकन म कार्यक्रममा स्वागत गर्न चाहन्छु। सजित दाई, तपाईँलाई यो कार्यक्रममा स्वागत गर्न चाहन्छु। नमस्कार, धन्यवाद। ठिकै हुन्छ दाई? हजुर, एकदम दिनहरू कसरी बितिरहेको छ दाई? अलिकति ठिकै छ, यस्तै छ। अब खेलकै विषयमा अनवरत लागिरहनु भएको छ, दौडधुप भइरहेछ होइन? दौडधुप भइरहेछ, खेलको योजना भइरहेछ। ओके। सो दाई, अब मैले बुझेको होइन, टु दि पोइन्टमा आइहालौँ होइन। अब हाम्रो विषयवस्तु त्यही खेल सम्बन्धीका कुराहरू, त्यो मिक्स मार्सल आर्टका कुराहरू भयो। कहिलेकाहीँ हामी सकर खेल्छौँ, फुटबल खेल्छौँ, भलिबल खेल्छौँ। यही स्पोर्टको क्षेत्रमा जति पनि तपाईँले टाइम स्पेन्ड गरिरहनु भएको छ नि, यही विषयमा चाहिँ हामी सेरोफेरोमा रहेर कुराकानी गर्नेछौँ है त। सो समग्रमा मैले बुझ्दाखेरि दाई होइन, तपाईँ एउटा लामो समयदेखिको एउटा यो मिक्स मार्सल आर्ट्सको फिल्डमा अनवरत रूपमा लागिरहनु भएको छ। हामीले नजिकबाट निहाल्ने, अब चिनेको जानेको भनेको सजित दाईको त्यही हो होइन। अहिले पनि त्यो स्टिल एक्टिभली काम गरिरहनु भएको छ। अनवरत रूपमा त्यो खेल सम्बन्धी तपाईँ एक्टिभली काम गर्नु भएको छ। अनि एउटा हुन्छ नि तपाईँको जुन एउटा मिक्स मार्सल आर्ट्समा तपाईँ सानै उमेरदेखि आउनुभएको, जुन म पनि सानै उमेरमा हामीले हेरेको तपाईँको गेमहरू। सो एउटा त्यो मिक्स मार्सल आर्ट्स चाहिँ तपाईँको होइन, अब यो एउटा कराटे डोजोमा चाहिँ म यसरी अब पार्टिसिपेट गर्नुपर्छ अथवा मैले यो खेलमा आउनुपर्छ भन्ने खालको हुन्छ नि एउटा हुटुटी, त्यो चाहिँ तपाईँको एउटा कसरी सुरु भयो तपाईँको यो फिल्डमा आउनुको लागि, र कोबाट प्रेरित हुनुभयो, इन्सपायर कहाँबाट हुनुभयो, र यही कुरा तपाईँलाई म सुरुमा राख्न चाहेँ। तपाईँको इन्सपाइरेसन अथवा तपाईँको यो जर्नी चाहिँ कसरी सुरु भयो? यो जर्नी फर्स्टमा अब रिफ्युजी क्याम्पदेखि भएको हो। रिफ्युजी क्याम्पमा 1996 म पत्रीमा जब कराटे इस्टाब्लिस भयो, त्यतिखेर अब मलाई हाम्रै घरको छेउमा त्यो अक्सफर्ममा खेल्ने गर्थेँ। अब मलाई पनि खेल्ने रहर हुन्थ्यो, तर घरमा त्यो विषयमा कुनै पनि थाहा भएको थिएन होला। अब त्यहाँ कराटे खेल्दैछ, मैले पनि इन्ट्रेस्ट गरेको छु भनेर। त्यतिखेर हामीलाई अब लिड गर्ने, हामीलाई फुटबलमा सिकाउने, ट्रेनिङ दिने जस्तै दाईहरू हुन्थ्यो। दोर्जी दाई, दोर्जी ढुक्पा कोलम्बसमा हुनुहुन्छ। मङ्गल सिंह तामाङ, हाम्रो भेनाजु, उहाँहरूले चाहिँ हाम्रो घरमा आएर आमालाई एकजना को खेल्ने घरबाट इन्ट्रेस्टेड भन्दा मैले हात उठाएँ घरमा। अनि म त्यो दिनदेखि त्यो अक्सफर्ममा मैले यो कराटे सुरु गरेँ, यो जर्नी। त्यतिखेरदेखिको म त्यतिखेर लगभग 13 वर्षको थिएँ। 13 वर्षदेखि म त्यहाँ सुरु भयो, साथीभाइ भयो, त्यहाँ टिम बन्यो। शिवगुरुले हामीलाई ट्रेनिङ दिनुभयो। त्यसरी टुर्नामेन्टमा गयौँ। टुर्नामेन्टमा जाँदा मलाई झन् चासो भयो यो अब अलिकति फाइट गेम। रेगुलर ट्रेनिङ हुँदै त्यहाँको अब रिफ्युजी क्याम्पमा पनि अब इन्टलेक्चुअल जस्तै हेडमास्टरहरू भयो, सचिव, उहाँहरू सरहरूले अझ हामीलाई हौसला दियो। अब हामीलाई एउटा जोस, अहिले हामीले बुझ्दाखेरि जुन उहाँहरूले दिनुभएको एउटा एनर्जी छ, त्यतिखेर हामीलाई हौसला दिएको रहेछ। त्यतिखेर त्यही अवस्थामा म अझ इन्ट्रेस्टेड। स्प्यारिङ भनिसकेपछि म एकदमै शुक्रबारै म हस्पिटलबाट त्यो अनि जिबी ल्याएर तयार गर्ने, फाइटै खेल्नुपर्ने। त्यसरी म अझ इन्सपायर भएँ। अनि त्यहाँको दाईहरू भयो, टिचर्सहरूले मलाई अब फाइनेन्सियल सपोर्ट पनि गरे रिफ्युजी क्याम्पदेखि नै। त्यसो खेल्दा खेल्दै म किक बक्सिङमा पनि सुरु भयो। कराटे र किक बक्सिङ म एउटै टुर्नामेन्टमा बराबर खेल्दै आएँ। अब यो अहिले अवस्थामा आएर मैले यहाँ आइपुग्नुको मिक्स मार्सल आर्ट भयो। मैले सबै आर्ट्स, बक्सिङ खेलेँ, मुइथाई खेलेँ। त्यसमा अब बिचमा खेल्दाखेरि जुन बिचमा अलिकति ग्याप पनि भयो यो खेलमा, तर सुरुवात भनेको मेरो रिफ्युजी क्याम्पबाट भयो। रिफ्युजी क्याम्पमा मेरो साथीहरू अरू पनि छन्, म मात्रै होइन यो क्षेत्रमा खेल्ने। तर आजसम्म चाहिँ मैले कन्टिन्युटी दिनु चाहिँ एउटा
फ्यामिली सपोर्ट, साथीभाइको सपोर्ट, कम्युनिटीको सपोर्टले पनि हो। तर म इन्स्पायर भएँ। अब म ठुल्ठुलो गेमहरू भिडियोमा हेर्ने गर्थेँ यो फाइट जर्नीमा अब म अगाडि बढ्दाखेरि। त्यति नै हो। अँ। अलराइट। सुरुवात यस्तै भएर भयो मेरो बाल्यकालबाट। ओके, एउटा राम्रो इन्ट्रेस्टिङ कुराहरू हो होइन। तर पनि अब दाइ तपाईँको जुन इन्सपायर हुनुभयो होइन, गेमहरू खेलिन्थ्यो क्याम्पमा, त्यही बेला अब लेजेन्ड दाईहरू हुनुहुन्थ्यो, त्यतिखेर ठुल्ठुलो दाईहरू हुनुहुन्थ्यो। अब शिव गुरुहरू चिन्छु म, हिमाल गुरुहरू हुनुहुन्थ्यो त्यतिखेर। त्यतिखेर चाहिँ हामी एज अ ग्राउन्डमा चाहिँ त्यो मिक्स मार्सल आर्टको जुन स्प्यारिङ टुर्नामेन्ट हुन्थ्यो क्या, त्यो खेलाउने हप्ता 10 दिनमा एकचोटि स्प्यारिङ टुर्नामेन्ट पनि हुन्थ्यो त्यो एउटा डोजोबाट होइन। एभ्री स्याटरडे हुन्थ्यो। एभ्री स्याटरडे हुन्थ्यो। त्यतिखेर चाहिँ हामी स्पेसली एक्ज्याक्टली जीको ग्राउन्डको यतापट्टि चाहिँ खेलाउँथ्यो क्या, आईको ग्राउन्ड। अब जियो हाम्रो मेन फुटबल ग्राउन्डमा एकै स्कुलको ग्राउन्डमा खेलाउँथ्यो। ठुल्ठुलो दाईहरू खेल्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ हामी पनि कहिलेकाहीँ यस्तो जोसिएर हेरिन्थ्यो क्या। त्यो बेला त क्राउड पनि कति हुन्थ्यो त होइन। अब लगभग धेरै मान्छेहरू हुन्थ्यो क्या। हामी केटाकेटीको लागि त्यो त एकदमै ठुलो कुरा हुन्थ्यो क्या, रमाइलो हुन्थ्यो। कहाँबाट हिँडेर कुद्दै पुगिन्थ्यो क्या। स्प्यारिङमै धेरै हुन्थ्यो, क्राउड हुन्थ्यो। त्यहाँनिर त रक्त मुक्सेल पो हुन्थ्यो त त्यहाँनिर स्प्यारिङ, ब्यान्जर हुन्थ्यो नि हो। अनि ठुल्ठुलो दाईहरूले खेलेको देख्दाखेरि मलाई पनि हामीलाई एकदमै जोसिन्थ्यो नि दाई। तर अब त्यो बेलामा चाहिँ दाई होइन, अब त्यो त्यस्तै माहौल थियो त्यति बेला होइन। अनि अब मैले जाँदाखेरि चाहिँ दाईको जुन म एको स्कुलमा जुन चाहिँ मेरो घरैको छेउमा थियो क्या, त्यतिखेर तपाईँले एउटा मिक्स मार्सल आर्ट्समा चाहिँ अथवा एज अ कोचको रूपमा पनि तपाईँले त्यतिखेर खेल्दै खेलाउँदै हुन्छ नि, तपाईँहरूले धेरै मान्छे लगभग तपाईँ 150-150 मान्छेहरू त्यहाँ भेला हुन्थ्यो क्या। म 16 इयर्सको थिएँ त्यतिखेर भाइ। त्यतिखेर खेलाउँदा 80 जना त स्टुडेन्ट हुन्थ्यो। बाहिरको शनिसरे उता गाउँको भनौँ न, लोकल रिफ्युजी एफेक्टेड एरियाको होइन, त्यहाँको नानीहरू बेसी थियो। त्यो मैले खेलाउँदाखेरि यतिसम्म कुरो भयो कि अब पछि आउँदै गर्दाखेरि त्यहाँको समितिले एउटा कबर्ड हल बनाउने बिचमा, अनि त्यहाँ चाहिँ ट्रेनिङ गर्ने पनि कुरो भएको थियो गार्जेनहरूकोबाट एकचोटि। तर मैले अब खेल्दै जाँदाखेरि म पनि त्यहाँ अर्कोलाई त्यो डोजो मैले हर्क सिंहलाई जिम्मा दिएँ पछाडि। तर सपोर्ट भनेको यो खेलमा मैले बेसी चाहेको भन्दा बेसी चाहिँ पब्लिकबाट, जुन कम्युनिटीबाट, फ्यामिलीबाट भयो त्यहाँ। र मैले पनि मेरो भाइहरूलाई पनि मैले राम्रै सिकाएको थिएँ। मैले जति ट्रेनिङ गर्थेँ म त्यति नै गराउँथेँ उनीहरूलाई पनि। अब म त्यहाँ मलाई कोच जस्तो, म गुरु जस्तो मलाई त्यो फिलिङ्स हुँदैन थियो। एकदमै हार्ड। अहिले बुझ्दाखेरि त्यो चाहिँ जुन मैले गरेको ट्रेनिङ चाहिँ र स्प्यारिङ चाहिँ यहाँको टुर्नामेन्ट जस्तो हो। स्याटरडे त धेरै हुन्थ्यो नि त, बिहानै भेला हुन्थ्यो, रसवा भेला पारेर ग्लोभ्स राखेर रेडी कुनाउँदाखेरि यसो पुस्ने हानाहानै हुन्थ्यो त्यहाँ। त्यो चाहिँ गुड प्र्याक्टिस थियो रहेछ टुर्नामेन्टको लागि। अनि दाइ, अनि तपाईँको जुन खेल्दै गर्नुभयो होइन, त्यो अब एउटा त्यो स्टार्टिङ फेजको कुरा पनि थियो त्यो। तर दाइले अलिकति इन्टरनेसनल गेम भनौँ न, अब इन्टर स्टेटको गेम पनि हुन्थ्यो नि त, इन्टर क्याम्प भनौँ न, इन्टर क्याम्प हुन्थ्यो। अब झापा मोरङ हुन्थ्यो। अनि पछाडि सुरुमा त तपाईँहरू एउटा बेलडाङ्गीको क्याम्पकोसँग पनि भिडिनुहुन्थ्यो, गोल्डापको सबै त्यहाँ भेला हुन्थ्यो क्या, त्यो डोजोमा सेलेक्सन हुन्थ्यो। त्यतिखेर चाहिँ तपाईँको एज अ हुन्छ नि, अब पत्रिक क्याम्पबाट तपाईँले फर्दर अगाडिको लागि अब ठुल्ठुलो गेममा चाहिँ जोइन हुनु कसरी मौका पाउनुभयो त? सुरुवातमा मेरो टुर्नामेन्ट बन्यानी, झापाको बन्यानीमा थियो टुर्नामेन्ट। थुप्रो त्यो स्टुडेन्टहरू खेल्ने पार्टिसिपेट। त्यतिखेर मलाई फाइट भनेको थाहा थिएन, स्प्यारिङ मात्रै गरिन्थ्यो अलिअलि। गयो अब लापा खेल्ने कुरो छ। टुर्नामेन्ट खेलियो त्यहाँ, तर म हारेँ, क्वार्टर फाइनलमा हारेँ। त्यतिखेर चाहिँ मलाई कन्सेप्ट भयो कि यो चाहिँ लाग्दो रहेछ है, भित्र गएर चाहिँ अब डिसिप्लिनमा बसेर फाइट खेल्नुपर्ने रहेछ। तुरन्तै त्यो पछाडि चाहिँ सेकेन्ड गेम जब बेलडाङ 1मा त्यो बगर छ माथि, त्यहाँ भयो। त्यतिखेर चाहिँ म 40 केजीमा खेलेको सुरु। त्यहाँबाट चाहिँ मेरो एकदमै फाइट जर्नी चाहिँ सुरु भएको त्यो। त्यहाँ मैले गोलदाबको एकजना फाइनलमा, तामाङै हो, म अलिक सानो थियो, उसलाई मैले फाइनलमा कुटेँ। तर अब के डिसिप्लिन थियो के थियो, तर मेरो चाहिँ मुड चाहिँ पुरै हिर्काए बेसी। त्यतिखेर म गोल्ड मेडलिस्ट फर्स्ट भएँ म। त्यतिखेर त्यहाँदेखि चाहिँ म सुरु भयो मेरो फाइट। एकदमै आक्रोश भएर मैले मेरो जर्नी अझ
बेललाइन 1 को बगरको फाइटदेखि हो रेफ्युजी क्याम्पको। ओके, ओके। भनेपछि तपाईँको त्यहाँदेखि चाहिँ तपाईँको मुभ अन फरवर्ड हुँदै जानुभयो नि त? अनि दाइको अब जुन त्यो एउटा गाउँमा भयो भनौँ न, अब त्यो हाम्रो लोकल एरियामा भनौँ न। अनि दाइले अब पछाडि सुरुमा अब खेल्दै जाँदाखेरि होइन, तपाईँको जुन अब स्टेप बाई स्टेप अगाडि बढ्दै जाँदाखेरि तपाईँको जुन क्याम्पमा बसाइ भयो नि जति, अब अमेरिकाको त अहिले हामी बिस्तारै जोडिहाल्नेछौँ होइन? तपाईँको जुन अब त्यहाँदेखि उता तपाईँको अझै त्यो हाई लेभलमा अझै पिक लिँदै जानुभयो, त्यहाँबाट कसरी त्यो पनि जर्नी अलिक सुनाइदिनुहोस् न? अब त्यो जुन के अरे बगरको टुर्नामेन्ट पछाडि चाहिँ थाहा भयो कि मैले अब एक्सर्साइज आफू पनि गर्नु पर्दो रहेछ। गुरुले खेलाए पछाडि पनि म गुरुले क्लास पछाडि पनि म बिहानै ट्रेनिङ गर्थेँ, आफै ट्रेनिङ गर्थेँ। त्यत्तिकै मेरो खेल अनि 1 महिनामा 2-3 वटा टुर्नामेन्ट पनि हुन्थ्यो। त्यतिखेर सबैमा गएर पार्टिसिपेट गर्ने। अब खेल राम्रो हुँदै गयो, हाम्रो टिम दह्रो हुँदै गयो। हामीहरूलाई इन्भिटेसन त्यत्तिकै महिनै पछि बाहिरबाट नेपालबाट आउनु थाल्यो। त्यसरी भएपछि रेफ्युजी क्याम्पमा पनि हाम्रो एउटा सेलेक्सन गर्ने फेरि प्रक्रिया भयो। अब धेरै कोटा आउँदैन थियो। अब 40 केजीमा 3 जना दिएको छ भने 7 वटा क्याम्प छ। 3 जना छाड्नुको लागि त्यही दमकमा भेला पार्ने सबै गुरुहरूले भेला पार्नुहुन्थ्यो। अनि त्यहाँ टुर्नामेन्ट नै हुन्थ्यो, सेलेक्सन हुन्थ्यो। अनि जित्नेहरू चाहिँ हामी बाहिर जान्थ्यौँ खेल्नु। लोकल नेपालको टिमसँग खेल्नु जान्थ्यौँ। अनि त्यतिखेर नि अब तपाईँ त्यो क्याम्पमा बस्दाखेरि एउटा जुन टुर्नामेन्ट बाहिरसँग टुर्नामेन्टको एउटा फाइटमा तपाईँ त्यहाँ इन्गेज हुँदै जानुभयो नि त, त्यसमा चाहिँ के फाइनेन्सको रूपमा तपाईँलाई कसरी सपोर्ट मिल्थ्यो? अब फाइनेन्स त त्यतिखेर भनेको त घरबाटै अब कति भाडा लाग्छ, विराटनगर जानुको लागि कति भाडा लाग्छ त्यो पहिले नै अब आमाले तयारी गरिदिनु पर्थ्यो। अब त्यो जानु पाएन भने त म त कहीँ त त्यो अब कति लाग्छ के लाग्छ मलाई थाहा हुँदैन थियो। आमाले अब गुरुलाई दिनुहुन्थ्यो। अब त्यस्तै अब मेरो त क्याम्प कमिटी हाम्रो जुन के अरे कम्युनिटीको कर्मचारीहरूले पनि भेला पारेर मलाई दिनुहुन्थ्यो। फाइट खेलेर आइज भनेर त्यसरी दिनुहुन्थ्यो मलाई। फाइनेन्सियल मेरो मम्मी त्यहाँदेखि भएन, मेरो मामालीहरूले पनि धेरै सपोर्ट गर्नुभयो यो मेरो जर्नीमा चाहिँ। आयोजना पनि गरिदिनु भयो मेरो मामाले। भनेपछि दाइ तपाईँको त स्टार्टिङमा भाडाको साडा अब आमाले अब कम्युनिटीको मान्छेहरूले तपाईँलाई उठाएर ल फाइट खेलेर आइज भनेर भन्नुभयो नि त। तर अब फाइट खेलिसकेर एज अ विनर भइसकेपछि के तपाईँलाई एउटा गिफ्ट भाउचरहरू भयो अथवा कुनै पनि पुरस्कारले सम्मानित त हुनै नै हुन्थ्यो होला, तर त्यसमा पनि एउटा क्यास प्राइजहरू के हुन्थ्यो कि हुँदैन थियो? हाम्रो पालीमा चाहिँ क्यास प्राइज चाहिँ हुँदैन थियो, एउटा मेडल हुन्थ्यो। खालि एउटा लकेट लगाइदियो, द्याट्स इट। त्यति भएपछि सर्व जितेको जस्तो हुन्छ होइन? त्यतिखेरको जस्तो आनन्द अहिले आउँदैन फेरि पैसै पायो भने पनि अहिलेको खेलमा। तर त्यतिखेरको मेडल पाउँदाखेरि फर्केर जाँदाखेरि खुसी आनन्द हुने। अब सबैको अब जित्दाखेरि अब यहाँ त अब क्यासहरू हुन्छ होइन, तर उहाँ चाहिँ मेडल हुन्थ्यो। मेडल अब त्यो गोल्ड मेडल चाहिँ पाएपछि अब त्यत्रो दुःख बिचमा गरेको ट्रेनिङ सबैलाई एउटा आनन्द आउँथ्यो सानो मेडल पाउँदा पनि। द्याट्स गुड होइन? त्यो राम्रो खालको तपाईँको एउटा जर्नी थियो क्याम्पको बसाइमा। त्यो दुःख थियो। यो जर्नी त मैले धेरै दुःख छु। एकचोटि पहिले पनि भनेको छु मैले, लेटाङ होइन अलिक पर बेलबारी काकुम न के भन्ने ठाउँमा हो। टुर्नामेन्ट थियो, सुरु भयो, मसँग पैसा थिएन होइन, टिममै गयौँ, अति नजिकै त हो बेलबारी। खेल्नु मेरो 2 राउन्ड खेलेपछि मलाई भोक लाग्यो। कहाँ गुरुलाई गएर पैसा माग्ने कुरो पनि भएन, गुरुमा जज गर्दै हुनुहुन्थ्यो। लास्टमा मसँग 2 रुपियाँ थियो होला, हो 2 रुपियाँ थियो। अनि यतापट्टि चटपटे बेचिरहेको थियो मावि स्कुलमा, गभर्मेन्ट स्कुलमा। अन्त दमकल हुन्छ नि छेउमा, त्यो म कहिले बिर्सिदिनँ। अनि यसो विचार गरेको भोक लागेको छ, भुँडी ड्याम्मै भयो भने मात्रै बल आउँथ्यो फेरि मलाई चाहिँ। सुइँ गएर अनि 1 रुपियाँको चाहिँ भुजिया मागे बेसी, त्यहाँ 1 रुपियाँको चाहिँ अलिक खोर्सानी र प्याज मागेर दमकलको छेउमा गएँ। कहाँ अनि दमकलमा एउटालाई चलाउनु लाएर टक्कै आएर म सेमीमा पसेको। सुरु मैले 3 जनालाई जितेँ, म फर्स्ट भएँ। तर मलाई मात्रै थाहा थियो म कसरी खेल्नु भयो तपाईँले, त्यो के खाएर खेलेको छ भन्ने कुरो होइन। त्यो पैसाको चाहिँ कस्तो मामलो थियो भनेदेखि अब गुरु खेलाउने, गुरुले दिन्छ है तँलाई भन्नुभएको थियो आमाले। अब गुरुभित्र छ कहाँबाट माग्ने, आफूसँग छैन पैसा, भोक लाग्यो। अनि त्यो अवस्था पनि मैले बिहोरेको छु। अब त्यो त्यसरी पनि खेलेको छु मैले यो गेम।
सङ्घर्षका कुराहरू धेरै रिफ्युजी छन् क्याम्पको होइन? कुरा हो यो हो रिफ्युजी क्याम्पमा त के हुन्थ्यो र आखिरी नथिङ क्या केही थिएन अब र पनि एउटा जोस थियो अहँ, एउटा इच्छाले मात्रै खेलिएछ अहिले यसो डाइटिङ जुन न्युट्रिसन गर्ने विषयमा कसरी मसल्स बिल्ड गर्ने प्रोटिन भन्ने कुरोमा कुरा प्रोटिनको कुरोमा हामी जिरै क्यालोरिज लगभग जिरै थियो भनौँ न, त्यो त्यहाँ केही ट्रेनिङले थिएन। मात्रै थियो रहेछ म कुद्थेँ बिहान उम्, रोजिरी खेम्तीसम्म आएर म 4 बजी पानी थाप्ने बेलामा म घरमा पुग्थेँ एभ्री डे कुद्थेँ म देख्दैन थियो मान्छेले त्यो चाहिँ त्यो 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 हामीले भएर म गुड भएको थियो रहेछ अब अहिले कार्डियो मजाले हुन्थ्यो होला। कार्डियो थियो रहेछ म गल्दिनँ थिएँ भित्र ओके अलराइट दाइ त्यो क्याम्पको जुन जर्नी चाहिँ हामीले अब त्यो सर्टकटमा हामीले बुझिहाल्यौँ तर पनि अब दाइले त्यो क्याम्पदेखिको अहिले कन्टिन्यूसम्म युएसमा पनि आइरहनु भएको छ युएसमा पनि तपाईँले त्यही खालको अब युएसमा भनेको कस्तो हुन्छ भने एकदमै कार्य व्यस्तता छ आफ्नो काम आफ्नो क्रोधहरू छ यहाँनिर होइन आफ्नो फ्यामिली छ कसरी छ। घरबाट तिर्ने कसरी आफ्नो लाइफ स्टाइललाई जिउनुको लागि कति धौधौ छ पर्सनल लाइफ तर पनि तपाईँले tough त्यो छ। अप्स एन्ड डाउन भइरहेछ तर पनि अमेरिका जस्तो ठाउँमा आएर पनि तपाईँले आफ्नो त्यो जुन निरन्तरता दिनुभयो तपाईँले यो मिक्स मार्सल आर्ट्समा चाहिँ एज अ तपाईँ पनि एज अ खेलाडीको रूपमा पहिला सुरुमा हामीले देखेको धेरैवटा फाइटहरू गर्नुभयो यस्तो ठाउँमा आएर पनि तपाईँले त्यो आफ्नो कन्टिन्युटी दिनुभयो क्या हुन्छ नि यो के अरे यो मिक्स मार्सल आर्टमा त अनि अहिलेसम्म पनि तपाईँ यो अमेरिकामा त्यस्तै खालको एक्टिभली काम गरिरहनु भएको छ होइन नेपाल त छोडिहाल्नु भयो नेपालमा जस्तो दुःख गर्नुभयो त्यो त्यो छोडिदिनु एकछिनको लागि तर अमेरिकामा आइपुग्दाखेरि तपाईँले चाहिँ फेरि एउटा मिक्स मार्सल आर्ट्सलाई चाहिँ फेरि कन्टिन्यू गर्नुपर्छ भन्ने खालको कन्सेप्ट चाहिँ कसरी सुरु भयो यो मैले यो वहीँदेखि वहीँबाट अब खेल्ने चाहिँ योजना भएकै हो एकचोटि यही दोर्जिदाई हो मेरो सेक्टरको हजुर म जुन माओवादीले बन्द गर्यो देशमा खेल थप्प भएपछि खेलै भएको थिएन अनि त्यतिखेर मलाई चाहिँ अलिकति खेल्नु मन पर्थ्यो बडामुडुङ गर्दाखेरि दाईले के भन्नुभयो भने ओइ लेबे भन्नुहुन्थ्यो है मलाई गाउँ घरको सिनियर दाईहरूले ओइ लेबे अमेरिकामा गएर खेल्न फाइट भनेर यसो सोच्यो भने अमेरिकामा पनि खेल्नु पाउँछ कि क्या भन्ने खालको त्यो दिनमा क्लिक भयो त्यो दिनदेखि मैले योजना बनाएँ आएँ म यहाँ म आएकै एक हप्तामा मैले एलए फिटनेसमा मैले फ्लोरिडामा के अरे मेम्बरसिप थिएँ मैले मेरोमा चाहिँ थिएन कागजपत्र हाम्रो दिदीलाई ठुलो दिदीलाई लगेर मेरो फोटोहरू पनि छ म एकै हप्तामा झरेकै एक हप्तामा म एलएमा पसेको थिएँ त्यतिकै अब ब्याग स्याग थियो खेल्थेँ अब त्यसरी खेल्दै जाँदाखेरि अब योजना भयो म साउथ डाकोटामा मैले एउटा अब यहाँको सुरुवात है हजुर हो यहाँको अमेरिकामा अरूले गरेको थियो जस्तो लागेन अब किक बक्सिङ चाहिँ त्यही हो यहाँ तर कस्तो रुल्सले खेल्छ भन्ने चासो थियो मलाई मैले एकजना जिममा सुजन सुब्बालाई भेटेँ उसलाई ग्लोभ्स लगाएर ऊ खेल्ने भयो त्यहाँबाट मैले त्यो भाइसलाई मैले जिममा एक दुईवटा फोटो खिचेर सुरु गरेको मैले 2017मा एउटा गेम खेलेँ किक बक्सिङ त्यतिखेर मेरो कोच पनि थिएन मेरो कर्नरम्यान पनि थिएन कोही थिएन आयुवामा गएर एकजना राज भाइ उसले मलाई मिलाइदियो त्यो गेम एकजना मेक्सिकनसँग खेलेँ त्यहाँदेखि मलाई थाहा भयो कि उहीँको जस्तो रहेछ यहाँ खेल त्यो एउटा त्यही डिसिप्लिन रहेछ अब वर्कआउटको आवश्यकता रहेछ भनेर त्यहाँबाट कन्टिन्यू भयो मेरो यो कम्ब्याट स्पोर्ट्स कराटे लगायत कराटेको पनि गरेँ मैले टुर्नामेन्ट गएँ क्लोरोराडोमा गएँ मैले 2017मा तर मलाई चाहिँ हेभी नै खेल्नु मनपर्ने कराटे गेम चाहिँ अलिकति लाइट हुन्छ तर मलाई चाहिँ किक बक्सिङ मन पर्थ्यो त्यहाँबाट चाहिँ मैले किक बक्सिङ आयोवाबाट सुरु गरेँ मैले लगभग 15वटै खेलेँ केज फाइट प्लस यो रिङ फाइट अहिलेसम्म ओके ओके दाइ अब त्यो जुन तपाईँले अहिले जुन अमेरिकामा आइसकेपछि सुरुवात गर्नुभयो नि त तपाईँलाई त्यो एउटा फाइनेन्सको कुरा पनि त्यहाँनिर पनि आउँछ जेमा पनि फाइनेन्सको कुरा आउँछ क्या दाइ डरलाग्दो हुन्छ हरेक कुराहरूमा त्यसको पछाडि अगाडि बढ्नुको साथ हो पछाडि त्यसमा केही न केही भने चाहिँ फाइनेन्समा जे कुरामा पनि जोडिएको हुन्छ क्या दाइ हामीलाई खर्च पानीको कुराहरू आउँछ यसमा मैले धेरै दुःख गरेको छु अनि त्यो साउथ डाकोटामा आउनुभयो अथवा अमेरिकामा आउनुभयो फाइटमा पनि तपाईँलाई एउटा त्यो ठाउँमा पुग्नुको लागि त एउटा स्पोन्सरहरू चाहिन्थ्यो होला अथवा कुनै फाइनेन्सको लागि सपोर्ट गर्ने मान्छे चाहिन्थ्यो होला त्यहाँ चाहिँ कसरी सुरु भयो कस्तो खालको भयो सपोर्ट चाहिँ तपाईँलाई अब स्ट्रेट कुरा गर्ने हो भने है यो यात्रामा मैले धेरै दुःख पनि पाएँ धेरै मजा पनि मैले लिएको छु यसमा अमेरिकामा आएर त कसले पत्याउने र त्यतिखेर अब 2013-14मा त केज फाइट भनेपछि त पत्याउँदैन थियो मेरै बाबाआमाले नै पत्याउनु भएको थिएन सायद मेरै गुरुहरूले पनि पत्याउनु भएको थिएन होला तर मलाई चाहिँ थाहा थियो कि त्यहाँ रिङभित्र गयो भने म लापा खेल्न सक्छु हुँदाखेरि मैले त्यो एकचोटि गेम खेलेपछि
पछाडि त अब फाइनेन्सियल त धेरै धेरै अब काम पनि गर्नु पर्यो, ट्रेनिङ पनि गर्नु पर्यो। उहुँ, त्यसमा ट्रेनिङ गर्नु जाँदा खर्च लाग्छ। यहाँको अब आवरली कमाइएको हुन्छ। उम्, त्यसमा मैले यहाँ कोलम्बसमा आएर मेरो स्केड्युल र मेरो कामको स्केड्युल अनि जिमको स्केड्युल चाहिँ अब पैसाको त म भने नि त एक ठाउँ काम 3 महिना गर्थेँ। त्यहाँबाट निक्लिन्थेँ, फाइट खेल्नु जान्थेँ। फाइट खेलेर फेरि अर्को ठाउँ बस्थेँ। त्यहाँ फेरि 3 महिना काम गर्थेँ। 2 ठाउँ बनाएको थिएँ मैले काम गर्ने। त्यसरी एकदमै योजनामा। तर अब फाइनेन्सियल चाहिँ पछाडि चाहिँ अलिकति 2-4 वटा गेम खेलेपछि मेरो साथीहरू, क्लासमेटहरू, बिजनेस गर्ने दाइहरूले मलाई सपोर्ट गर्नुभयो। उहुँ, अनि अलिकति सहज भयो मलाई। मसँग पनि एउटा मोटिभेसन भयो। यो कुरो मैले खेलेको कुरो चाहिँ एउटा समाजले पनि एउटा साथ दिँदाखेरि अझ मलाई ऊर्जा भयो यो खेलमा। तर मैले यहाँनिर बसमा ट्राभल गरेर पनि खेलेको छु यो खेल। तर मलाई चाहिँ थाहा छ यो म एउटा टुर्नामेन्टमा खेल्नु जाँदाखेरि मैले जति पनि लगानी गरेको छु, दुःख गरेको छु, तर म त एउटा लिङ्क पनि एउटा बढाएर जान्थेँ। त्यहाँको कोचहरू भयो, त्यहाँको प्रमोटरहरू भयो। तर मेरो यात्रामा फाइनेन्सियल भनेको मेरै कम्युनिटीले धेरै सपोर्ट गर्यो पछि आएर। उहुँ। भनेपछि तपाईँलाई लास्टमा गएर त्यही कम्युनिटी हो नि त, तपाईँले कम्युनिटी बेसिसमा खेलिरहनु भएको छ। मैले रेफ्युजी क्याम्पमा पनि कम्युनिटीले नै मलाई तपाईँलाई त्यो ठाउँसम्म यो पुर्याएको हो। यो दिएको हो यो अहिले पनि अवस्था। तपाईँले साउथ डाकोटामादेखिको सुरु गर्नुभयो मिक्स मार्सल आर्टदेखि त्यहाँबाट एउटा फाउन्डेसनै खोल्नुभयो भनौँ न, एउटा सानो संस्था खोल्नुभयो, कराटे डोजो एउटा थियो। खोल्नुभयो। त्यहाँबाट फेरि अनि त्यहाँनिर एउटा ठाउँ पनि सानो, त्यसले गर्दाखेरि मान्छे पनि धेरै छैनन् होइन। र कोलम्बसमा आइसकेपछि तपाईँको अफिसियली रूपमा तपाईँको यो डोजो अथवा यो गोर्खा कम्ब्याट स्पोर्टमा पनि तपाईँ बृहत रूपमा लाग्नुभयो नि त। अनि त अलिकति प्रोफेसनल तरिकाले आउनुभयो भनौँ न। स्पेसली फाइट पनि धेरै हुने, यहाँ त अलिकति बिग सिटी अथवा धेरै टुर्नामेन्टहरू भइबस्ने ठाउँ हो नि त। अलिकति एउटा सर्कलको हिसाबले पनि यहाँ त राम्रो छ नि त। अनि त्यहाँ फाइट खेल्नुभयो, एउटा हुन्छ नि फाइट खेल्दाखेरि अब तपाईँलाई हुन्छ नि अब यो विभिन्न सिटी अब कस्तो खालको फाइट खेल्नुभयो त्यसमा पनि म अलिकति जोड्न चाहेँ। अब यो केज फाइट हुन्छ होइन, अब रिङ फाइटहरू के हुन्छ, अथवा एउटा एमएमए फाइट पनि हुन्छ, किक बक्सिङको धेरैवटा फाइट हुन्छ होइन दाइ, धेरै खालको त्यहाँनिर छ। तर अब त्यस्तो कस्तो कस्तो खालको फाइटहरू तपाईँले खेल्ने मौका पाउनुभयो अब यहाँ जुन कोलम्बस साइडमा आइसकेपछि भनेको? मैले फुल कन्ट्याक्ट किक बक्सिङ खेलेँ। हजुर, K1 भन्छ, त्यो चाहिँ फुल कन्ट्याक्ट हो। हजुर, अनि अर्को मोइ थाई खेलेँ। हजुर, कि अहिले थाइल्यान्डको बेस्ट एमएमए भन्छ आर्ट्स त्यसलाई? त्यो थाइल्यान्ड भन्छ, मोइ थाई भन्छ। जस्तै एमएमए भन्नाले चाहिँ जस्तै मिक्स गरेको, अब जस्तै कराटे खेल्यो, बक्सिङ खेल्यो, मोइ थाई खेल्यो, सबै मिक्स गरेर चाहिँ अब ग्राउन्ड गेम भयो, रेस्लिङ गर्छ उसले, सबैको डिसिप्लिनमा चाहिँ खेलाएको चाहिँ एमएमए हो, मिक्स मार्सल आर्ट। तर त्यो बाहेक पनि अब बक्सिङको आफ्नै रुल्स छ, मोइ थाईको आफ्नै रुल्स छ, किक बक्सिङको आफ्नै रुल्स छ। अनि अहिले मैले अब अहिले बक्सिङ पनि खेल्छु म। म 4टा कराटेसँग त म 4टा डिसिप्लिनमा चाहिँ खेल्छु। अहिले मैले ग्राउन्ड गेम चाहिँ गरेको छुइनँ, रेस्लिङ गरेको छुइनँ। तर म अरू बाँकी कराटे भयो, किक बक्सिङ, मोइ थाई, म 4टा डिसिप्लिनमा चाहिँ रिङमा गएर फाइट खेल्न सक्छु। अहिले गरिरहेको छु म। गरिरहनु भएको छ होइन। सो दाइ अब तपाईँले एउटा फाइट खेल्दै गर्दाखेरि एउटा मलाई के लाग्छ भने तपाईँले जुन एउटा सिङ्गो एउटा कम्युनिटीलाई चाहिँ रिप्रेजेन्ट गरिरहनु भएको छ नि त। हजुर। एउटा हाम्रो भुटनिस कम्युनिटीको चाहिँ वान अफ द एउटा इन्सपाइरेसनको रूपमा पनि तपाईँले यो मिक्स मार्सल आर्ट्समा हामीले हेर्ने गरिन्छ, एउटा जान्ने गरिन्छ, चिन्ने गरिन्छ होइन त। र सँगसँगै तपाईँको यो फाइट खेल्दै गर्दा एउटा लामो करियर छ त। यो अमेरिकामा आएर पनि 10-15 वर्ष त तपाईँले कन्टिन्यू गरिरहनु भएको छ। तर पनि दाइ तपाईँले गर्दै जाँदाखेरि चाहिँ तपाईँको बिहाइन्ड तपाईँको अब पछाडि चाहिँ सजित दाइको गेम राम्रो लाग्यो, सजित दाइको जस्तो हामीले पनि केही गर्न सक्छौँ भन्ने खालको जुन अपकमिङ जेनेरेसन हुन्छ नि, तपाईँको जुन पछाडिको जेनेरेसनहरूले चाहिँ तपाईँलाई कतिको फलो गरेको थाहा पाउनुभयो, तपाईँलाई इन्सपाइरेसनको रूपमा अब सजित दाइ तपाईँ कसरी त्यो ठाउँमा पुग्नुभयो, हामी पनि त्यो ठाउँमा जान चाहन्छौँ, हामी पनि यस्तो गेमहरू खेल्न चाहन्छौँ, र तपाईँले हामीलाई एउटा मार्गदर्शन निर्देशन गर्नु पऱ्यो अथवा तपाईँले हामीलाई सिकाउनु पऱ्यो भन्ने खालको जुन एउटा न्यू जेनेरेसन अथवा भनौँ न न्यू कमर्सहरू चाहिँ लाई चाहिँ तपाईँले कसरी सहयोग गर्न पाउनुभयो र कतिको जेनजीहरूलाई तपाईँले चाहिँ कसरी तपाईँले त्यो मिक्स मार्सल आर्ट्समा चाहिँ आउनको लागि एउटा वातावरण कस्तो बनाइदिनु भएको छ दाइ? यो मैले अब म एक्टिभ फाइटर हुँदाहुँदै म एउटा
कोचको भूमिका पनि निभाएको छु हजुर। विगतमा होइन। उहुँ, अब जस्तै इन्ट्रेस्टेड रोचेस्टरबाट आएर ट्रेनिङ गरेर एकजना गुरुङ भाइ छ कृष्ण उहुँ, भाइ, उसले खेल्यो 3टा जस्तो खेलिसक्यो। उहुँ, त्यसमा अब निखिल भयो उहुँ, जेठा। अब यस्तो अहिले अब निखिलहरू सिनियरमा आइसकेको छ। उहुँ, अरू नयाँ छ 13 वर्ष 14 वर्षको यङ उहुँ, भाइहरू छ। ओके। उनीहरूलाई मैले बक्सिङ के चाहिँ मन पराउँछ त? अब फेरि आफ्नो फेभरेट हुन्छ यसमा। ओके। कसैले बक्सिङ मात्रै खेल्ने, ह्यान्ड्स मात्रै गर्ने भन्छ। उम्, त्यसमा एकजना किक बक्सर छ, एकजना बक्सिङ छ। धेरै मसँग बाबुआमाको अहिले उनीहरू ट्रेनिङ गर्नुको लागि चाहिँ मसँग रिच आउट धेरै जेनजीहरू आएको छन् हाई स्कुलबाट केटाकेटीहरू। उहुँ, त्यही कारणले मैले पनि अब प्रोफेसनल हिसाबले तयारी राख्नु पऱ्यो। अब इक्विपमेन्ट हुनु पऱ्यो होइन, ओके। प्रोफेसनल म्याट हुनु पऱ्यो, सेफ्टी हुनु पऱ्यो। त्यो योजना बनाउँदा बनाउँदै आजसम्म चाहिँ मैले अलिकति समय पनि लाग्यो त्यसमा योजना। अब जस्तै नयाँ खेलाडीहरू चासो दिएर इन्ट्रेस्ट गरेर खेल्नु आउँदैछ भने त अब फिटनेस जिममा लगेर एलए जस्तोमा लगेर पहिलेको जस्तोमा लगेर त खेलाएर भएन। खेलको त लेभल अप हुनु पऱ्यो। उहुँ, त्यो चाहिँ अहिले मैले आफ्नो ठाउँमा गोर्खा कम्ब्याटको रेजिस्टर्ड गरेर सिटीमा र मैले एउटा रेन्ट पनि गरेको छु उहुँ, त्यस्तै फाइट जिममा। ओके। र अब आउने नानीहरूलाई भनेको अब जसरी उनीहरू सोच बनाएर आउँछन् त्यस्तै खालको मैले एउटा इन्भाइरोमेन्ट बनाइसकेको छु। उहुँ, त्यसमा अब अहिलेसम्म आउने र अझै आउनेहरू धेरै छन्। धेरै छन् है? जेनजीहरू यङ जेनेरेसनले उहुँ, मन परायो। उनीहरूलाई त अलरेडी आइडिया पनि हुन्छ यहाँको हाई स्कुलको नानीहरूलाई। ओके। भनेपछि तपाईँले त्यो एउटा सानोतिनो एउटा ठाउँ बनाइसक्नु भएको छ हजुर, होइन? हजुर। अब मैले यति गेमहरू खेलिसकेँ, अब म तपाईँको एउटा उमेरको हिसाबले पनि तपाईँ एउटा रिटायर पनि हुने रिटायर हो। भइसक्नु भएको छ भन्दा नि भइसकेँ म। हुन्छ होइन? तपाईँले अस्तिको एउटा लास्ट टुर्नामेन्ट खेल्नुभएको थियो आयुवामा। त्यतिखेर तपाईँले एउटा जुन लाइभमा भन्नुभएको छ आइएम रिटायर, आइएम डुइङ ओन्ली द कोच फर माई न्यू जेनेरेसन, सो यु गाइज क्यान सी एज अ कोच होइन? त्यो भन्नुभएको छ। तर पनि दाइ अब तपाईँको जुन अघि भनिहाल्नुभयो, जुन मेरो अब नयाँ जेनेरेसनहरूलाई चाहिँ मैले एउटा यस्तो खालको वातावरण बनाइसकेको छु। अब हलदेखिको लिएर हरेक ट्रेनिङ सेन्टरहरू पनि खोलिसकेको छु भनेर भन्दै हुनुहुन्छ होइन? सो नयाँ मान्छेहरू चाहिँ कतिको एउटा हुन्छ नि एउटा जनसङ्ख्याको हिसाबले कतिजना एउटा यङ प्लेयर्सहरू अथवा यङ खेलाडीहरू चाहिँ आइरहेको अवस्था कस्तो छ? अनि अपकमिङ भोलिको दिनमा गएर आउने क्रम कस्तो छ? तपाईँसँग भनौँ न जोडिने सजित दाइसँग जो गोर्खा कम्ब्याटमा चाहिँ एउटा पार्टिसिपेट हुनुको लागि चाहिँ कसरी जोडिरहनु भएको छ? कुन ठाउँबाट हुनुहुन्छ? अब अहिलेसम्म भनेको अरू स्टेटबाट पनि छ भाइहरू होइन। अब कारण चाहिँ के भयो भन्दाखेरि मसँग किन चाहिँ ठुलो समूह एकै ठाउँ भएन भन्दा मेरो त्यो जुन ट्रेनिङ गर्ने ठाउँ लोकेसन थिएन भाइ। ओके। म एउटा यो एलए फिटनेसको मेम्बर हो। त्यसमा मेरो अब गेस्ट लाने मसँग पर्मिट बनाएको छु। यो दुःखकै छ। अनि म जाँदाखेरि अब यहाँबाट जेठा आयो भने म छिराउँछु लगेर ब्यागमा अनाउँछु। तर मेरो स्पेसिफिक जुन एउटा हुनुपर्ने जिम थिएन। त्यही कारणले म एक्लैको लागि त म 2-3 वटा जिममा गएर ट्रेनिङ गरेर म कोचलाई पर्सनल पे गरेर ट्रेनिङ गरेर जान्थेँ। अब अहिले हालमा भनेको अब मैले जुन गोर्खा कम्ब्याटलाई इस्टाब्लिस गरिसकेपछि मैले एउटा लोकेसन छ मेरो। एउटा जुन फाइटरले पाउनुपर्ने त्यहाँ सुविधा फेसिलिटिज छ त्यहाँनिर। त्यसमा अहिले मेरो अहिलेको लिस्टमा छन् जेनजी भाइहरू 7-8 जना 13 to 16 इयर्सको भाइहरू। अब मलाई लाग्छ अझ बढ्छ यो, किनकि मलाई कम्युनिटीको पनि त्यति नै साथ छ यसमा। म एक्लैले यो हल रेन्ट गरेर जेनजीहरूलाई लगेर म केजमा हाल्ने म एक्लैले होइन, मेरो एउटा एक्सपिरियन्स चाहिँ छ। तर मैले अब साथ भनेको मेरै कम्युनिटीको इन्टेलेक्चुअल भयो, अब हाम्रै मेरो साथीहरू बिजनेस ओनरहरू भयो, फ्रेन्ड सर्कल, यी सबैको सहयोगले चाहिँ मैले अहिले तयार गरिसकेको छु भाइ। अब लाग्छ यो जुन आउने दिनहरूमा नानीहरूले राम्रै ट्रेनिङ पाउँछ, उनीहरू तयारी हुनसक्छ। अब अस्ति त त्यस्तै भन्न अब सना एउटा जिममा हुँदैन थियो, त्यहाँ उपार्यो, सना भएको ठाउँ अर्को ठाउँ लग्यो वेट कट गर्नु। धेरै दुःखमा भयो खेलहरू। अब आउने भाइहरूलाई योजना बनाएको छु मैले।
that's राम्रो कुरा दाइ होइन। र तपाईँले गरिरहनु भएको छ त्यो हामीले देखि पनि रहेको छौँ। तर एउटा कुरो मलाई चाहिँ खुसी लाग्छ क्या हाम्रो कम्युनिटी चाहिँ एउटा हाम्रो डायस्पोरा चाहिँ यस्तो खालको कम्युनिटी छ, धेरैजनाले सपोर्ट गर्नुहुन्छ क्या। हो। अलिकति केही काम गर्न खोजिरहेको छ भने अथवा हामीले भन्नु पऱ्यो कि उहाँहरूलाई म यस्तो यस्तो काम गर्दैछु, तपाईँहरूको साथ सपोर्ट चाहिन्छ भन्ने बित्तिकै उहाँहरूले नाइ भन्नुहुन्न क्या। हाम्रो त्यो कम्युनिटीको चाहिँ हाम्रो ठुलो सबैभन्दा ठुलो राम्रो पक्ष त्यो छ क्या होइन। ठुलो शक्ति छ नि यसमा अनि हाम्रो जुन नानीहरूलाई इन्भेस्ट गरेको छन्। हो नि अब मैले खेल्ने ठाउँमा गएर खेल्यो भने बिचरा उनीहरूको 2 जना पनि हुँदैन साथ दिने। अब मेरो त कलम्बसमा त होइन हाम्रो सबै भुटनिसले मलाई सहयोग गरेको छ यसमा। हो अरू स्टेटकोबाट पनि सहयोग, अरू अस्ट्रेलियादेखि मलाई सहयोग गरेको छ यो खेलमा हेर्नु है। भनेपछि अब अहिले भनेको यो एकजना इन्डिभिजुअलले मेरो डोजोमा आएर एज अ बिजनेस वाइसले मैले यसलाई सञ्चालन गरेको छुइनँ भाइ। मसँग यो जुन स्थापना गर्नुको निमित्त मैले भुटनिस कम्युनिटी जुन छ कलम्बसमा PCCO ओके राइट, हाम्रो अध्यक्ष हुनुहुन्छ हाम्रो सुदर्शन सर। पहिलेदेखि नै हाम्रो यो योजना थियो, बिचमा म अलिकति ग्याप भएँ र अहिले पनि हाम्रो त्यो कुरो भइरहेको छ। अब जस्तै इन्ट्रेस्टेड क्यान्डिडेटलाई यो पार्टिसिपेटलाई मात्रै होइन, जस्तै अब लो इन्कम जसकोमा अब सिङ्गल फ्यामिली छ। अब यो अमेरिकाको त अब अहिले त्यस्तै छ अवस्था, कोही आमासँग मात्रै परिवार भएको, बाउसँग मात्रै भएको, त्यस्तो लो इन्कम छ, उसको अब बिलिङ गर्ने पुगेकै हुँदैन। तर त्यस्तो नानीहरू यदि इन्ट्रेस्ट गर्छ भने सिटीले पे गर्दैछ। यो व्यवस्था छ। पहिले पनि मलाई सरसल्लाह भएर गरेको थिएँ, बिचमा म अलिकति यो स्टेटको कामहरू अब गर्दाखेरि म ग्याप थिएँ। म लास्ट विक भेटेर आएको, फेरि हाम्रो यो कन्टिन्यू छ। जस्तै अब कतिजनाले यो खेलमा कस्तो पनि भएको छ भने अब लागु पदार्थले पनि यो फाइट गेम एउटा नाम कमाउने मात्रै नभएर यो एउटा कम्ब्याट स्पोर्ट्स चाहिँ यस्तो पनि हो कि जो मान्छेलाई अब गाह्रो भइरहेको छ, कुनै लत लागेको छ लागु पदार्थ, कुनै अल्कोहलिक बेसी छ भने त्यस्तो व्यक्तिलाई पनि आएर एउटा थेरापी हो, त्यो पनि ढङ्गले हामीले यसलाई तयार गरेका छौँ। जस्तै अब रिहाबमा गए कतिजना भाइहरू दाइहरू, उनीहरूलाई कसरी चाहिँ त्यो जोनबाट चाहिँ आउट हुने, एक्सर्साइज गर्नु पर्यो, मेन त उसले स्वेटिङ गर्नु पर्यो, त्यो पनि छ। अहिले फाइटरलाई मात्रै यो गोर्खा कम्ब्याट तयार छैन भाइ। ओके दाइ भनौँ न, समग्रमा भनौँ न, गोर्खा कम्ब्याटको एउटा मेन इन्टेन्सन भनेको एउटा सोच विचार भनेको चाहिँ के हो भने यो न्यू जेनेरेसन भाइहरूलाई त्यो फाइट खेलाउनु मात्रै उद्देश्य होइन, यसलाई चाहिँ एउटा यस्तो खालको विकृति विसङ्गतिबाट पनि टाढा राख्ने, एकदमै राम्रो खालको एउटा क्लास दिएर एउटा डिसिप्लिनमा राख्ने पनि एउटा तपाईँहरूको योजना पनि हुनसक्छ नि त होइन। छ योजना छ भाइ। यो फाइटरलाई मात्रै, लापा खेल्ने मात्रै सोच भएको मान्छेलाई होइन, त्यो जुन अहिले मैले तयार गरेको जुन हल छ त्यसमा फाइटरले मात्रै ट्रेनिङ गर्दैन। जस्तै अब वेट लुज गर्ने, कसैको फ्याट ओभर भइरहेछ होइन, कोलेस्ट्रोल बढेको छ, फाइट खेल्ने होइन, ऊ एउटा हेल्दी लाइफ जिउनेलाई पनि त्यो व्यवस्था छ। जस्तै अब फिटनेस सेन्टर जस्तो भनौँ न, मसँग अब कार्डियो स्ट्रेन्थको ट्रेनिङ गऱ्यो भने 30 मिनट्स फेरि उहाँ जिममा अर्को फलाम उचाल्नेमा जाने यस्तो व्यवस्था छ। जस्तै सनामा बस्यो, सबै छ त्यो एउटा एज अ क्याम्पस हो, त्यो हाम्रो एउटा स्कुल हो, त्यो सबै एक्टिभिटिज छ। त्यो फाइटरले मात्रै त्यहाँ गएर खेल्ने बक्सिङै मात्रै त्यो छैन होइन दाइ? छैन। ओके दाइ, द्याट्स ग्रेट होइन, त्यो एउटा राम्रो कुराहरू हो। अनि हुन्छ नि, अब हाम्रो अब अमेरिकामा एउटा फाइट खेल्ने मात्रै भन्ने छ चलन, डोजोमा, कराटेमा, जुन किक बक्सिङ, मिक्स मार्सल आर्ट्समा हामीले एउटा पार्टिसिपेट गरिसकेपछि भनेको हाम्रो चाहना, हाम्रो सपना भनेको अलिकति डिफ्रेन्ट हुन्छ। किनभने यहाँमा मात्रै यो ठाउँमा मात्रै सीमित हुनु हुँदैन, अब इन्टरनेसनली अथवा देश विदेशमा पनि हामीले यो सहभागिता गर्नुपर्छ, जोइन गर्नुपर्छ यो फाइटमा। अनि मात्रै हाम्रो एउटा डायस्पोरामा, ठुलो बिग डायस्पोरामा हामी जान सकिन्छ भन्ने खालको नि एउटा सपना बोकेर आएका हुन्छन् ती यङ जेनेरेसन होइन। टार्गेट हुनु पर्यो, गोल छ, उनीहरूले बोकेर आएका हुन्छन्। र उहाँहरूको गोल चाहिँ हुन्छ नि, अब हाम्रो गोर्खा कम्ब्याट स्पोर्टबाट अथवा तपाईँको जुन सङ्घ संस्थाले चाहिँ उहाँहरूको भविष्यलाई चाहिँ कसरी अगाडि बढ्नको लागि कस्तो खालको एउटा बाटो तयार गर्नुभएको छ दाइ? अब मैले यो पारदर्शी कुरा गर्ने हो भने कलम्बसमा मात्रै आएर गोर्खा कम्ब्याटको रुममा मात्रै आएर खेलेर सीमित हुने हो कि भन्ने कुरामा चाहिँ मैले यसको स्पष्टीकरण दिँदाखेरि खेलाडी आएर जुन डिसिप्लिनमा खेल खेल्छ त्यही तरिकाको मसँग अहिले हाई लेभलको प्रमोटर लिङ्क छ।
म फोन घुमाइराखेको हुन्छु, मसँग उम्, यस्तो बही छ, यति रेकर्ड छ। त्यही प्रकारले मसँग सबै लिङ्क छ। अहिले जस्तै मुay थाईको प्रो कोच छ मसँग। उम्, अब भोलि गएर मैले ट्रेनिङ दिँदै अलिकति मैले भने जस्तो मसँग भन्दा अझै स्किल एक्सपिरियन्स धेर भएको कोचहरू हुनुहुन्छ। उम्, उहाँहरूलाई ल्याएर म उनीहरूको ट्रेनिङ सेयर गर्न लाउँछु। मेरो खेलाडीहरूलाई उम्, टेस्ट गराउँछु। म मात्रै यो खेललाई अब मैले मात्रै जानेको एक्सपिरियन्स मात्रै नभएर हाई लेभलको मभन्दा हाई लेभलको हो खेल पनि त हुन्छ नि त भोलि गएर। हो नि, हो नि। त्यही लेभलको कोच ल्याउनु पर्यो। त्यसको व्यवस्था छ। अनि भएन मैले यो नेपालमा पनि यो एफिलिएसन दिएको छु। गोर्खा उम्, कम्ब्याट जहाँ म सुरु भएँ रिफ्युजी क्याम्पमा, उम्, होइन? त्यो पनि एउटा नबिर्सिने ठाउँ हो। हो, अब मेरो मात्रै नभएर हामी सम्पूर्णको, होइन? उम्, त्यहाँ नेपालमा पनि मैले एफिलिएसन दिएको छु। खेलाडीहरूले राम्रोसँगले डिसिप्लिनमा बसेर आफूलाई बिल्ड गर्यो भने अपर्च्युनिटी भनेको यहाँको जति अहिले खेलिरहेका छन्, जस्तै थाइल्यान्ड, ब्याङ्ककमा गएर खेल्छन्, उम्, लस भेगासमा गएर खेल्छ, हो, त्यो वे छ। त्यो हाइवे क्लिन छ नानीहरूको उम्, लागि। हो, र नै मैले चाहिँ घर दैलो सबैलाई ल नानीहरूलाई ल्याउनु। अब कसैले सक्कर मन पराउँछ, हो, हो कि होइन? कसैले ब्याडमिन्टन खेल्ने भन्छ। यस्तै प्रकारले कसैले हातले मात्रै खेल्ने बक्सिङ, कसै ग्राउन्ड गेम सिक्नु मन, सबै कुरोको व्यवस्था भएपछि त एउटा अप्सन भयो नि हो। नानीहरूलाई। भनेपछि तपाईँको समग्रमा मैले बुझ्दाखेरि के हो भने, जति पनि एउटा प्यासनेट भएर आएका ती खेलाडीहरू छन्, हजुर। उहाँले एउटा एउटा अ, बिग भिजन हुन्छ नि, अब लङ टर्मको भिजन लिएर आएका छन्। उहाँले अब यो क्षेत्रमा म जानुपर्छ र म यो क्षेत्रमा केही गर्छु भनेर अगाडि बढिरहने हो भने पक्कै पनि उसको भविष्य निश्चित छ होइन त है? छ, यसमा करियर छ। करियर छ, भविष्य छ। उहाँहरूले यसलाई प्रोफेसनल गेम गरेर एउटा हुन्छ नि, अहिले त झन् अमेरिका जस्तो ठाउँमा छौँ नि त हामी। यहाँ विभिन्न कन्ट्रीका व्यक्तिहरू छन्। यस्ता एमएमए कुराहरू, अब यो मिक्स मार्सल आर्ट्सका विभिन्न बिग टुर्नामेन्टहरू भइरहेको हुन्छ। यसमा पार्टिसिपेट मात्रै गऱ्यो भने पनि केटाहरूको भविष्य त लास्टै बबालै हुनेवाला छ नि त होइन? राम्रो हुन्छ। अब चासो हुनु पर्यो त्यो विषयमा उनीहरूलाई, एकदम प्यासनेट हुनु पर्यो। प्यासनेट हुनु पर्यो। हो। खुट्टामा हिर्काउँदा दुख्दाखेरि मजा मानेर फेरि उसलाई पनि हिर्काउने खालको हार्यो भने पनि मनस्थिति खुसी पछाडि हुनु फेरि सक्नु पर्यो। म हारेँ I'll go यसपालि, अब back. म अर्को पालि फेरि यसलाई जित्ने हिसाबले उम्, अथवा मेरो करियरलाई म निरुत्साहित नभइकन म एउटा हार्डवर्क गरेर फेरि हार्डवर्क ब्याक गरेर हुन्छु, यस्तो खालको कन्सेप्ट एनर्जी चाहिँ हुनु पर्यो। हुनुपर्छ। यो एनर्जी भएको खेलाडीहरू जेनजीहरूले भविष्यमा मैले भन्दा राम्रो राम्रो स्टेजमा पुग्न सक्छन्। ओके। त्यो मेरो सम्पर्क छ अहिले जुन अमेरिकामा। हजुर, हजुर। नानीहरूले अब मैले खेलाउँछु तर मैले पुर्याउने ठाउँमा मेरो सम्पर्कै भएन, त्यो रुटै मैले लिनु सकिनँ भने त नानीहरू पुग्दैन। तर सबै डिसिप्लिनमा सम्पर्कमा छन्। ओके। अब दाइ एउटा कुरो के सोध्न चाहेँ भने नि मैले, अब त्यो जुन अब यङ जेनेरेसनहरू, अब होइन, अघि मैले भने नि एउटा यो गोर्खा कम्ब्याट स्पोर्टमा मात्रै सीमित नभएर अब अलिकति अगाडि बढ्नुपर्छ, जहाँ चाहिँ अलिकति ठुल्ठुलो गेमहरू हुँदैछ। त्यो गेमहरूसम्म पुग्नको लागि तपाईँसँग अलरेडी तपाईँले भन्नुभएको छ, मसँग विभिन्न कन्ट्याक्टहरू छ, ठुल्ठुलो मान्छेहरूसँग एउटा लिङ्क छ भन्नुभएको छ। र त्यो ठाउँमा चाहिँ पुग्नको लागि चाहिँ हाम्रो न्यू जेनेरेसन अहिले कतिको त्यो ठाउँमा पुगेका छन् कि छैनन्, अथवा उहाँहरू पुग्न खोजिरहेका छन् कि कस्तो के छ त? अब अहिलेसम्म जुन खेल्ने नानीहरूले जहाँसम्म उनीहरूको एउटा एनर्जी छ, सम्पर्क छ, त्यहाँसम्म पुगिसकेका छन्। र अब आउने दिनमा पनि उनीहरू जस्तो उनीहरूकोमा स्किल छ, त्यो हिसाबको लेभलमा पुग्न सक्ने ठाउँ छन्, पुगिरहेछ भाइहरू। यो एउटा अब हुन त यो गोर्खा कम्ब्याटको मात्रै खालि लापाकै मात्रै कुरा आएको जस्तो पनि भोलि गएर समाजमा यो पनि बुझ्न जानु सक्छ, होइन? तर मैले जानेको र मैले 30 वर्ष गरेको कुरोको त मैले गरेको हो। यसको लागि अब मैले जुन म 2 खेप उफ्रिँदाखेरि यो खेलाडी चाहिँ लडाकु नै हो भन्ने कुरो म बुझ्न सक्नेसम्म भएर, यो खेलाडी चाहिँ उसको चाहिँ जिउ मात्रै घटाउने रहेछ, अर्को राम्रो फाइटरको लागि ऊ चाहिँ सपोर्टर हुने रहेछ भने यस्ता खेलाडीहरू आयो भने भविष्यमा आफ्नो गोलमा पुग्न त सकि नै हाल्छन्। त्यसमा उसलाई पुग्नको लागि जुन कम्युनिटीको ठुलो एउटा शक्ति हुन्छ यसमा, जुन जोसिलो खेलाडीलाई अझ ऊर्जा दिने कम्युनिटीको ठुलो भूमिका हुन्छ। त्यो भूमिका मेरो प्राइममा त भएको छ, अझै पनि भइरहेछ। आउनेहरूलाई पनि त्यो व्यवस्था पक्कै पनि हुन्छ, किनकि कम्युनिटीद्वारा नै हो यहाँनिर
सबै हामीले नानीहरूलाई आउने भावीहरूलाई सुरक्षित राख्ने र उनीहरूको एउटा व्यवस्थित गर्ने पनि त हाम्रो कम्युनिटीबाटै हो नि त। उहुँ, अनि अलिकति ट्विस्ट भएको कुरो चाहिँ तर यो जुन कम्युनिटीबाट हामीले अब जस्तै कसैले फाइनेन्सियल सपोर्ट गर्छन् होइन, सपोर्ट गरे बापत त्यो खेलाडी प्रोडक्ट कस्तो भयो त? गोर्खाले किन बा के अरे पैसाको आय स्रोत मात्रै बनाउँदैछ कि खेलाडीको पनि विकास हुँदैछ कि? यस्ता कुराहरूमा अब क्लियर गर्नुको लागि खेलाडीहरूको प्रगति हुनु पर्यो। उहुँ, प्रगति भइरहेको छ भाइ। अब यो आउने आगामी 28 मा यो मार्च 28 मा उद्घाटन छ गोर्खा कम्ब्याटको। उहुँ, त्यो दिन मैले ब्यानरलाई होल्ड गराउँदैछु। त्यतिखेर कम्युनिटीकै समाजसेवा गर्ने व्यक्तिहरू, बिजनेस ओनर, मेरो साथीभाइहरू सबैलाई बोलाएको छु। अरू स्टेटबाट पनि भाइहरू आउँदैछन्। यही न्यू जेनेरेसनलाई एउटा ऊर्जा दिने, एउटा सपोर्ट गर्नुको लागि हो। मेरो प्राइम त गइसक्यो, म त एउटा प्रमुख मात्रै छु। तर खेलाडीहरू आउने, खेलाडीलाई सहयोग गर्ने भनेको हाम्रै कम्युनिटीबाट छ भाइ। होइन मैले अलिकति कन्फ्युजिङ के भयो भने नि त यहाँनिर तपाईँले भन्नुभयो नि अब कम्युनिटीको सपोर्ट त अब अभियसली हुन्छ नै, तर पनि तपाईँको मलाई के लाग्छ भने कम्युनिटीले जति सपोर्ट गरिरहनुपर्छ गरिरहनु भएको छ होइन। तर पनि अब कम्युनिटीले मलाई यति धेरै सपोर्ट गरिरहनु भएको छ, मेरो लागि यति धेरै बिजनेस अन्टरप्रेनरहरूले मलाई एउटा स्पोन्सर गर्नुभएको छ, मेरो यो जुन कार्यक्षेत्रमा चाहिँ अगाडि बढ्नु सजित भनेर हामीलाई तपाईँलाई गरिरहनु भएको छ नि त। तर तपाईँले त्यो लेभलमा चाहिँ तपाईँले एउटा रिजल्ट पनि दिनुपर्ने हुन्छ पक्कै पनि। त्यसको लागि तपाईँले आफ्नो ठाउँबाट काम गरिरहनु भएको होला होइन, एकदम मैले गरिरहेको छु, गरिरहनु भएको छ। तर मैले बुझ्न खोजेको चाहिँ के हो भने एज अ तपाईँलाई अब कुनै एउटा मान्छे अब प्रमोटरहरूले एउटा खेलाडी तपाईँको जुन टुर्नामेन्टहरू सानोतिनो टुर्नामेन्ट गरिरहनु भएको छ, त्यो यङ केटाहरूले होइन भाइ बिनाहरूले खेलिरहनु भएको छ, त्यहाँबाट चाहिँ कुनै न कुनै हिसाबले त्यो गेममा प्रमोटरहरू आइरहेको हुन्छ त्यहाँनिर। उहाँहरूले ठ्याक्क यो मान्छे चाहिँ एकदम गुड फिट एन्ड फाइन छ, यो मान्छेलाई चाहिँ हामीले अर्को प्रोजेक्टमा खेलाउनुपर्छ अथवा यो गेममा खेलाउनुपर्छ भन्ने खालको एउटा प्रमोटरहरूले चाहिँ उसलाई चाहिँ एउटा ठ्याक्कै चिल्ले कुखुरा टिपेर लगे जस्तो कुनै ठाउँमा गएर ठ्याक्क लगेको अनि ठुल्ठुलो गेममा खेलाएर उसलाई एकदमै इन्करेज गरेको त्यो खालको माहौल पनि त हुन्छ नि त। त्यसमा त कम्युनिटीले सहयोग गर्नु पनि पर्दैन नि त होइन, किनभने त्यो त प्रमोटरको हातमा हुन्छ नि। अनि प्रमोटरले ठ्याक्कै गरेको हो त्यस्तो खालको तपाईँको विद्यार्थी अथवा भाइ बहिनीहरू छन् कि छैनन् त्यस्तो खालको? अहिले त्यसरी लगेर उनीहरूले चाहिँ खेलाएको छ, तर खेलाडी चाहिँ मन पराएको छन्। जतिजना मैले लगेको खेलाडीहरू छ त्यो खेलाडीलाई मलाई पनि बोलाउने गर्छ उनीहरूले। मेरोमा यो खेलाडी छ भन्दाखेरि उनीहरू एकदमै वेलकम गर्छ, उनीहरू खुसी हुन्छ हाम्रो भाइहरूलाई त्यो कार्डमा लाउनुको लागि, त्यो टुर्नामेन्ट इभेन्टमा पार्टिसिपेट गर्नुको लागि खुसी हुन्छन्। आजसम्म त सबै नै जतिजना खेलाडीहरू छन्, निखिल भयो, कृष्ण भयो, सबैले मन पराउँछन् लिएर आइज यहाँनिर हाम्रो के अरे इभेन्टमा दिन्छु खेल्ने भनेर धेरै छ। तर मैले भने जस्तो भएको छैन, अझै ट्रेनिङ भएको छैन भाइहरूलाई, त्यो व्यवस्थै छैन। अब एलएमा लगेर खेलाएको छ। अब जस्तै यो जुन अहिले हुँदैछ 24 मार्चमा क्लोरोराडोमा युएस वाको किक बक्सिङ हुँदैछ नेसनल। मैले यसको लागि मेसेज पनि गरेको थिएँ हेर्नु है। लास्टमा गएर ट्रेनिङ त्यो एलएमा ट्रेनिङ त हुँदैन, त्यो त टुर्नामेन्ट हो, 3 जना 4 जनासँग खेल्नुपर्छ हेर्नु है। त्यसको लागि त धेरै ट्रेनिङ चाहिन्छ। मैले कोसिस गरेँ, भाइहरूसँग सल्लाह पनि गरेको थिएँ, तयार पनि गरेँ, तर त्यो अब त्यो इक्विपमेन्ट छैन, त्यो इन्भाइरोमेन्ट छैन, भाइहरूलाई त्यो स्तरको गेममा लाने त्यो इन्भाइरोमेन्ट थिएन। गोर्खा कम्ब्याटको त्यो हल छैन। अब आउने चाहिँ अब मैले भन्नु खोजेको अब जुन मैले एउटा हल छ मेरो, त्यो चाहिँ माथिल्लो लेभलको स्टेजमा गएर खेल्नु सक्ने इन्भाइरोमेन्ट छ। अब हिजो अस्ति चाहिँ अब गाउँघरमै यसो ट्रेनिङ गरेर गयो, सानो सानो गेम खेल्यो, तर अब त लेभल अफ भयो 2-4 जना खेलाडीको। त्यो लेभलमा खेल्नुको लागि त्यही खालको इक्विपमेन्ट हुनुपर्छ। अहिले मैले के बुझेँ भने त होइन, तपाईँले स्पष्ट के दिनुभयो भने चाहिँ पहिला अब त्यो लेभलको गेमहरू खेल्नको लागि प्रमोटरहरूले त्यसलाई चाहिँ टक्कै चुज गर्नको लागि, सेलेक्ट गर्नको लागि चाहिँ त्यही लेभलको केटाहरू छ, एकदमै खेलाडी छ, उनीहरूले मन पनि पराइरहेको छ। तर तपाईँको इच्छा चाहिँ के हो भन्दाखेरि
प्रमोटरले उनीहरूलाई मन पराएर मात्रै भएन, भएन म तर मैले लादिनँ। दिन सक्ने सम्मको ट्रेनिङ उनीहरूले उम्, पाइरहेको छैन। तर यो ट्रेनिङ गर्नको लागि चाहिँ मैले अलरेडी एउटा जुन गोर्खा कम्ब्याट स्पोर्टको चाहिँ एउटा अफिसियली रूपमा चाहिँ एउटा हो, ट्रेनिङ सेन्टर खोलिसकेको छु। अबदेखि चाहिँ अब उम्, पर्याप्त मात्रामा ट्रेनिङ भएर चाहिँ उनीहरू हाई क्वालिटीको ट्रेन लिएर उम्, चाहिँ त्यस पछाडि चाहिँ प्रमोटरहरूले लग्यो भने पनि आइ एम गुड, ओके उम्, मेरो खेलाडी रेडी छ, अब यो गेममा उनीहरू फाइट गर्न सक्छ भनेर तपाईँले अनुमति दिनुभयो भने अब उहाँहरूले लान सक्नुहुन्छ होइन त? यो जुन बिचमा मैले रोकेँ अलिकति खेलाडीहरूलाई, प्रमोटरले मागेको हो भाइहरूलाई, ओके तर मैले किन लगिनँ भन्दाखेरि मैले भने जस्तो उनीहरूलाई ट्रेनिङ दिनै पाएको छैन। उनीहरूले त्यो खालको एनर्जी पाएकै छैन। पाएकै छैन। ताकि त्यो स्टेज भनेको त अलिकति माथिल्लो लेभलको स्टेज। माथिल्लो लेभलको स्टेज त्यो भएर मैले कसैलाई स्याङ्सन गरिनँ, मैले लदै लगिनँ भाइ। अब आउने टुर्नामेन्टमा चाहिँ भाइहरू जान सक्छ, किनकि त्यो खेल लेभल अनुसारको इन्भाइरोमेन्ट जुन हल एक्सर्साइज छ, ट्रेनिङहरू एक्सर्साइज त्यो सबै हुनुपर्छ। ओके भनेपछि तपाईँको एउटा इन्टेन्सन चाहिँ के हो भने यत्रो ठुलो गेममा गएर चाहिँ नहारोस्, भोलि गएर भरिसके जितोस्, बरु इट टेक टाइम, कति लाग्छ, 1 वर्ष 2 वर्ष लाग्ला, तर पनि त्यो लेभलको ट्रेनिङ गरेर चाहिँ एटलिस्ट त्यहाँनिर गएर चाहिँ हारिहाल्यो भने पनि अलिकति कम्ती पोइन्टले हारोस् अथवा भरिसके जितोस्, कम्पिटिटिभ होस्, डिस्करेज नहोस् भोलि गएर फाइटरले हार्दा पनि। अब जस्तै रिङमा एक्सपिरियन्स हुनुपर्छ। यहाँ ट्रेनिङ गर्दाखेरि रिङमा केजमा प्र्याक्टिस गर्नु पर्यो, त्यस्तै रिङ हुन्छ उहाँ। तर विगतमा त रिङ नै थिएन। अब आउने केटाहरू भनेको सायद म अप्रिल मेदेखि कन्टिन्यू म फाइटमा दौडधुप हुन्छ होला भाइ। ओके भनेपछि अब तपाईँको अब जति पनि यो पर्खिरहनु भएको छ मेरो एउटा जुन ट्रेनिङ सेन्टर चाहिँ अब बनोस् पहिला सुरुमा, त्यो चाहिँ मेरो मेन कुरो तपाईँको इन्टेन्सन भनेको सोच विचार भनेको त्यसमा अड्केको रहेछ नि त पहिलादेखिको। अब चाहिँ अब तपाईँको जुन ऊर्जा शक्तिहरू अब बिस्तारै कमअप हुँदैछ होइन त? मसँग भएको एक्सपिरियन्स, मैले चाहेको, अब मैले मेरो खेलाडीलाई अब हातको ट्रेनिङ दिने, अब किकको ट्रेनिङ दिने सबै इक्विपमेन्ट हुनु पर्यो। अहिले मसँग प्राप्त छ। पक्कै पनि अब भन्ने खेलाडीहरूलाई चाहिँ प्रो नै हुन्छ, व्यवस्थित छ यो ट्रेनिङ सेन्टर। ओके लेट्स सी होइन दाइ, अब त्यो राम्रो होस्। तपाईँको त्यो जुन तपाईँले अब भर्खर मात्रामा त्यो ट्रेनिङ सेन्टर खोल्नु भएको छ, आफ्नो भनौँ न त्यो सेन्टरै खोल्नु भएको छ, गोर्खा कम्ब्याटको एउटा जुन आफ्नो संस्था भनौँ न त्यो खोल्नु भएको छ, त्यो कन्टिन्यू अब राम्रो होस्, तपाईँलाई सबैजनाको सहयोग पनि मिलोस् होइन। त्यसमा हामी एज अ मिडिया थ्रुबाट के सहयोग गर्नुपर्ने हुन्छ तपाईँलाई, त्यो पनि हामी 100% वी आर भेरी एक्साइटेड टु अनि सपोर्ट टु यु होइन, अल द टाइम विथ यु भन्न चाहन्छु। अनि त्यहाँदेखिको त्यही त दाइ, अब हामी कार्यक्रमको पनि अन्तिम चरणमा आइसकेका छौँ। तपाईँलाई जतिजनाले यो कार्यक्रममा तपाईँलाई जुन तपाईँले थालनी गर्नुभएको जुन प्रोजेक्ट भयो अथवा यो स्पोर्ट कम्ब्याट स्पोर्टमा चाहिँ तपाईँलाई सहयोग गरेर विगतको दिनहरूदेखिको अहिलेसम्म सहयोग गर्दै आइरहनु भएको छ, त्यो सहयोगी दाताहरू होइन, भगवान रूपी दाताहरू भन्छौँ हामी होइन। सो उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ समग्रमा है, सर्टकटमा? मैले उहाँहरूलाई धन्यवाद दिनुभन्दा अगाडि नै यो छोटो मेरो एउटा उहाँहरूलाई मैले जुन यो 28मा बोलाएको र 1 तारिकदेखि मेरो ट्रेनिङ सुरु हुने चाहिँ कस्तो छ भने, अब जस्तै नानीहरू ल्याएर मसँग 1.5 घन्टा मसँग खेल्छ भने उसको प्यारेन्ट्सहरूले फ्री जिम गर्नु पाउँछ, त्यो व्यवस्था छ। विकली 4 डेज छ ट्रेनिङ। अनि यो एउटा राम्रै सुविधा पनि हो। नानी यता ट्रेनिङमा छ भने उसको प्यारेन्ट्स पनि गएर वर्कआउट गर्ने एउटा व्यवस्था छ, त्यही उसको पेमेन्टमा, त्यो एउटा। अनि भएन अरू जस्तै न्युट्रिसनहरू स्पेसलिस्टहरूले आएर डाइटिङहरूको बारेमा काउन्सिलिङ, त्यो व्यवस्था पनि छ त्यहाँनिर। यो व्यवस्था चाहिँ अब सबैले आएर त्यसलाई सदुपयोग गरोस्, उहाँहरूले आएर आफ्नो फाइदा लियोस्, यो जुन जिमको छ व्यवस्था दिएको छ। अनि बाँकी कुरो मलाई आजसम्म यो जुन गोर्खा कम्ब्याट यो जुन मैले रेजिस्ट्रेट गरिसकेको छु स्टेटमा, आइ एम सक्सेस होइन। अब यत्रो 30 वर्षको यात्रामा मैले सफल छु भाइ। यो सफलता चाहिँ मैले म मात्रै भएको छुइनँ, रिफ्युजी क्याम्पदेखि नै जति मलाई यो मेरो चासो थियो यो फाइट जर्नीमा, जसले मलाई साथ दिनुभयो रिफ्युजी क्याम्पदेखि लगायत यहाँ अमेरिकामा आएर पनि उहाँहरूलाई धेरै धेरै धन्यवाद। तपाईँहरूले जुन सहयोग गर्नुभएको छ, कोही बेला मदेखि रिसाएर पनि सहयोग गर्नुभयो होला, खुसी भएर पनि गर्नुभयो होला, तर रिजल्ट भनेको आज मैले एउटा गोर्खा कम्ब्याट इस्टाब्लिस गरेर
एउटा म्याट ओछ्याइदिएको छु, एउटा प्लेटफर्म दिएको छु न्यू जेनेरेसनलाई। उहुँ, उपलब्धि मैले दिने भनेको त अब मैले यति नै हो कि धन्यवाद सबैलाई। हुँ, अब आउने न्यू जेनेरेसनलाई पनि जसरी मलाई एउटा मेरो जोसमा साथ दिनुभएको थियो, त्यसरी नै न्यू जेनेरेसनलाई पनि साथ दिनुहोला। बाँकी पक्कै पनि तपाईँहरूले जुन इन्भेस्ट गर्नुभयो यो गोर्खा कम्ब्याट र मलाई ट्रस्ट गरेर होइन, उहुँ। पक्कै पनि भविष्यमा हाम्रो नाम, हाम्रो समाजको एउटा गौरव पक्कै पनि हाम्रो न्यू जेनेरेसनले हामीलाई क्यारी केही गर्न सक्छ, गर्छ। क्यारी गर्न सक्छ। यो चाहिँ मलाई विश्वास छ, किनकि अँ, म यसरी लगेँ भने मेरै हिसाबले चाहिँ ट्रेनिङ गरेर एकोरेर गऱ्यो भने त मै जस्तो लापा मन पराउने आयो भने त पुग्यो नि त भाइ। अँ, त्यस्तो व्यक्तिहरूलाई सहयोग न्यू जेनेरेसनलाई स्पेसली सहयोग भइ पनि राखेको छ। र मैले समाजमा एउटा के कुरो पनि गर्नु चाहन्छु भने हामी सबै एउटा ठुलो एउटा ओभर 60,000 छ होला हामी ओहायोमा त होइन। उहुँ, अब बिजनेस पनि हामी कम्युनिटीभित्र गर्छौँ उहुँ। होइन। अब खेल पनि हामीले सबै कुरो त भइरहेको छ, सबै अनि कम्युनिटी बेसिसमा छ नि त होइन? एकअर्कामा सपोर्ट हुनुपर्छ। जस्तै सङ्गीतलाई भयो, उहुँ, नानीहरू कति त डान्स गर्नु मन पराउने हुन्छन्, हो नि। कसै गीत गाउने, स्वरको धनी बन्ने हुन्छन्। लाप्पा मात्रै खेल्ने र फाइटर मात्रै बन्ने त हुँदैन नि त। यस्तो हरेक सबै क्षेत्रमा हुन्छ नि त। हाम्रो नानीहरूलाई चाहिँ हामी जुन एक्जिट लाइनमा छौँ, इन्टेलेक्चुअल एउटा जुन बाउन्ड्रीमा छौँ नि हामी, अहँ, फ्रन्ट लाइनमा उहुँ, सबै मेरो साथीहरू, अब मेरो दाइहरू, सरहरूले चाहिँ यस्तो चाहिँ सपोर्ट एकअर्कामा गर्नुपर्छ, गरोस् भन्छु। किनकि अब मेरो यो फाइटलाई मात्रै होइन, कसैले डान्स गर्दैछ, नानीहरू मन पराउँछ त्यो डान्सै मात्रै गर्नुको लागि, उनीहरूलाई त्यो ठाउँ एउटा राम्रो इन्भाइरोमेन्ट हामीले क्रिएट गरिदियौँ भने उहुँ। एउटा हाम्रै समाजको नानी अगाडि बढ्ने बढेर हो। जान्छ। एउटा इन्सपिरेसनको कुरा हुन्छ भोलि। उहुँ, एउटा गुड इन्भाइरोमेन्ट बनाउनु आवश्यकता छ हाम्रो कम्युनिटीमा। ओके। अनि यो एउटा कुरो अगाडि बढ्नुको लागि चाहिँ हार्डवर्क गर्नुपर्छ। यु हेभ टु गो स्ट्रेट। उहुँ, एकदमै आफू लोयल भएर अगाडि जानु पर्यो। उहुँ, कसैको ड्रिम सफल हुनुको लागि है उताप चढाप आउँछ यात्रामा, उहुँ, गाह्रो हुन्छ, तर साथ दिनेले त्यति नै दिइरहेको हुन्छ, असर त दिनेले त्यति नै भइरहेको हुन्छ। तर जुन व्यक्ति अगाडि आफू केही गर्छु समाजमा, समाजको नाम लिएर जाँदैछ भने हामीले पक्कै पनि दुश्मनलाई पनि नसम्झेर उहुँ, एकअर्कामा सहयोगको हात हामीले मिलाउनुपर्छ। यो जुन मैले यत्रो यात्रा गरेँ, यहीँ अमेरिकामा आएर पनि उहुँ, म एक्लैले पनि हिँडेँ। अहिले मेरो साथीभाइहरू छन्, सबै छ, सबले सहयोग गरेको छ। उहुँ। अब आउने जुन भावी सन्तानलाई पनि त होला नि त यस्तो खालको हो नि। यात्रामा पीडा होला, उसलाई अँ, फ्रस्ट्रेट होला। उहुँ, यस्तो कुरोहरूमा हामीले एकअर्कामा पुस गर्ने होइन, साथ दिने चाहिँ पक्कै गर्नुपर्छ। म यहीँबाट पनि अब जस्तै भाइले जुन यो पोडकास्ट चलाउँदै उहुँ, हुन्छ, अब भाइको पनि त यो एउटा समाजमा योगदानै हो। हो नि दाइ। कसैको कला, कसैको गलालाई ल्याएर उहुँ, यहाँबाट प्रदर्शन गर्नु, घर दैलो सबैको मोबाइलमा पुर्याउनु होइन? पुर्याउनु भनेको एउटा कन्ट्रिब्युसन हो भाइको हो पनि नि। समाजमा। हो, हो। भोलि गएर न्यू जेनेरेसनहरूलाई पनि त यसको प्रभाव हुन्छ। भोलि म त्यहाँ हो नि। गएर खेलेर गएर या त गीत गाएर समाजमा राम्रो नाम कमाएर म त्यहाँ गएर बोल्छु, आई विल डु दिस भन्ने एउटा यो पनि राम्रो प्लेटफर्म हो। हो नि। एक्ज्याक्टली। भाइलाई धेरै धेरै धन्यवाद। हुन त अब हामी त दाजुभाइ नजिकको भए पनि अब जस्तै म यहाँ आएर बोलेँ सजिलो हुन्छ, किनकि कम्ब्याट स्पोर्ट्सको बारेमा भाइलाई धेरै मात्रामा जानकारी पनि छ। जानकारी छ। त्यो भएर पनि मलाई सजिलो भयो यो आफ्नो गाउँघरमा पुर्याउनुको लागि यो कम्ब्याट स्पोर्ट्सको बारेमा। हो नि दाइ। सो दाइ अनि हो मलाई पनि त्यही भन्छु क्या हो, म चाहिँ यो सपोर्ट एकअर्कामा कम्युनिटीमा एकदम एकदमै इम्पोर्टेन्ट। सपोर्ट हुनुपर्छ, जरुरी छ। तपाईँको सपोर्ट कम्युनिटीमा सपोर्ट भएन भने, कम्युनिटीबाट सपोर्ट भएन भने साँच्चै नै हामीलाई अगाडि बढ्न धेरै नै गाह्रो हुन्छ दाइ होइन? गाह्रो हुन्छ, गाह्रो। गाह्रो हुन्छ, धेरै गाह्रो हुन्छ। अनि त्यसले गर्दाखेरि मेरो इन्टेन्सन पनि के हो भने नट अन्ली एउटा मिक्स मार्सल आर्ट्समा मात्रै नभएर स्पोर्टमा, खेलकुदमा, हरेक क्षेत्रमा हामी जसरी हरेक हामीले हरेक। नानीहरू इन्गेज भइरहेका छन्, अगाडि बढिरहेका छन् होइन? अहिले त प्रायः मेन्टल हेल्थमा पुगिसकेको छ मान्छेहरू। हो नि, हो नि। त्यस्तो व्यक्तिहरूलाई हामीले सहयोग गर्नुपर्छ। हेर्नुहोस् यहाँ अहिले कस्तो पनि अवस्था छ भनेदेखि बाबुआमाको मिसअन्डरस्ट्यान्डिङमा नानीहरूलाई उम्, तनाव भएको छ कति। हो नि। अहिले जुन कम्युनिटीमा हामी कुरा गर्छौँ, उहुँ, त्यस्तो नानीहरूलाई ल्याएर एक्सर्साइज गराउने, उसलाई आफ्नो ट्र्याकमा ल्याउने, हो, यस्तो कुरोहरू इम्पोर्टेन्ट छ। यहाँ कति सुसाइड गर्छन् अहिले हो नि। एकअर्कामा। यो त हामी कम्युनिटीले नै हो यसलाई
अलिकति के अरे यसलाई रोकथाम गर्ने रोकथाम गर्ने यो सरकारले त आफ्नै तरिकाको छ, आफ्नै ल छँदैछ। छँदैछ। तर कम्युनिटी स्ट्रङ भयो भने लापा खेलेर नाम मात्रै कमाउने होइन, एउटा जीवनलाई एउटा कसरी परिवर्तन गर्ने, शान्ति सहज बनाउने। रूपमा सहज तरिकाले जिउने पनि हाम्रै कम्युनिटीले गर्न सकिन्छ। र कति गरिराख्नु भएको छ, हो नि। तर कति आवश्यकता छ त्यो घरमा नपुगेको पनि छ। हो। अब त्यो घरमा नपुग्दाखेरि कत्रो कत्रो घटनाहरू पनि भइरहेको छ। नानीहरू फ्रस्ट्रेट भएर सानैदेखि स्कुलबाट ड्रप आउट छ, कति छ त्यस्तो। अनि त्यसमा यो चाहिँ मैले सबैको अब हात चाहिन्छ, साथ चाहिन्छ। एकअर्कामा हामीले सहयोग गर्नुपर्छ। अब खेललाई प्रगति मात्रै नगरेर गीत गाउनु मात्रै माथि स्टेजमा नगएर एउटा सर्वसाधारण जिन्दगी बिताउनुलाई पनि कम्युनिटीको एकअर्कामा सहारा चाहिन्छ। सहारा चाहिन्छ। हो दाइ, एक्ज्याक्टली दाइ। सो समग्रमा दाइ यो अब पक्कै पनि हाम्रो यो पडकास्टहरू सुनिरहनु भएको छ, हाम्रो भिडियोलाई हेरिरहनु भएको छ भने पक्कै पनि हाम्रो कम्युनिटीले धेरै सहयोग गरिरहनु भएको छ। अझै धेरै हामीलाई अझै धेरै सहयोग गर्नुहुनेछ जुनसुकै फिल्डमा है त। सबै कुरामा चाहिँ हाम्रो कम्युनिटी एकजुट हुनुपर्छ भन्ने हाम्रो मान्यता हो र पक्कै पनि हाम्रो कम्युनिटीले त्यो गरि नै हाल्नुहुन्छ। हाम्रो कम्युनिटीमा एउटा अघि मैले भने एउटा एकदमै यो सपोर्टको क्षेत्रमा होइन, अब एकीकृत हुनुको लागि एकअर्कामा सपोर्ट गर्नको लागि चाहिँ हाम्रो डायस्पोरा, भुटनिस डायस्पोरामा चाहिँ यस्तो धेरै ठुलो काम छ क्या। यो चाहिँ धेरै मलाई खुसी लाग्छ क्या यो चाहिँ। मेरो कोचहरू एम्प्लोइहरू खुसी छ। मेरो कम्युनिटीको बिजनेस ओनर, सिटी काउन्सिल यसरी आउँछ भन्दाखेरि उनीहरू ह्याप्पी छ, एकदमै खुसी भएर भेट्नेवाला छ उनीहरू। किनकि यो कम्युनिटीको ठुलो शक्ति, मेन रोल खेल्छ नि दाइ। हुन्छ यसमा। र दाइ अब त्यो भइहाल्यो होइन। अब तपाईँको जुन अघि भन्नुभयो नि न्यू जेनेरेसन, तपाईँको जुन गोर्खा कम्ब्याट स्पोर्ट सेन्टरमा चाहिँ ट्रेनिङ सेन्टरमा चाहिँ आउनको लागि उहाँहरूलाई चाहिँ के पैसा तिर्नुपर्छ कि अब तपाईँलाई के त्यो एउटा फ्री अफ कस्टमा हो कि, अथवा तपाईँलाई यो फाइनेन्सको पनि अलिकति कुरा आउँछ। अब जुन जुन तपाईँको क्लाइन्टहरू आउँछ, अलिक खेलाडीहरू आउँछ, उहाँहरूले तपाईँलाई के एउटा रेजिस्ट्रेसन फी राख्नु भएको छ कि, अथवा के मन्थली फी राख्नु भएको छ कि कस्तो छ? त्यो एउटा रेजिस्ट्रेसन फी छ, मैले अब पे गर्नुपर्छ त्यो जग्गाको होइन। ओके। मैले पनि त्यसलाई रेन्ट गरेको कुरो हो। अब फ्रीमै हुनु थियो भने त मैले पनि पैसा लिन्थेन होला होइन। तर अब मैले एउटा 120 राखिदिएको छु मन्थली, विच इज मन्थली, हजुर, विच इज भेरी लेस। त्यो जुन अरू छ त्यहाँनिर विभाग अरू आफ्नो आर्ट्स खेल्ने त्यहाँ धेरै छ, त्यहाँ पर्सनल छ, 210 पनि तिर्नुपर्छ त्यहाँ। तर मलाई चाहिँ अब कम्युनिटीले पनि त सहयोग गर्छ नि त, भोलि मलाई यसो गर्छु भन्दाखेरि त्यो कारणले मैले 120 राखिदिएको छ। 4 days हुन्छ ट्रेनिङ, हजुर होइन। अनि यसमा खासै राम्रै छ। अब जुन मैले राखेको जुन सुपथ मूल्य नि भनौँ हैन, सुपथ मूल्य छ। अब जसरी अब जस्तै त्यो मूल्यमा आएर नानी पनि आफ्नो इच्छाको खेल खेल्नु पाउँदैछ, त्यसमा प्यारेन्ट्सले पनि आफ्नो एउटा फिटनेसमा गएर 1.5 घन्टा खेल्नु पाउँछ। भनेपछि बाबाआमाले पनि त्यहाँ आएर फिटनेस गर्न पाउँछ त्यो पैसामा। त्यहाँ आएर मोबाइल खेल्ने इन्भाइरोमेन्ट छैन, त्यहाँ मजाले जिम खेल्न पाए। उतापट्टि ठुलो जिम छ, त्यहाँ गएर मसल बनाउने हो कि खुट्टा बनाउने हो व्यवस्थित छ त्यहाँ। एउटा गुड भनेपछि त्यो सुविधा भनौँ न, सुविधा हो यो। 2-4 जना साथीहरू त खुसी पनि छन्। अझै अरू आएर अब कसैलाई त कस्तो पनि भइरहेछ भने उहाँ कराटे खेलाउनेमा लग्यो नानी, बाउ बस्ने ठाउँ छैन। कति इन्भाइरोमेन्ट त कस्तो पनि छ भने उता नानी लगा, उतापट्टि अर्कै दोकानमा गएर बस्दा त भरे फर्केर आउँदाखेरि नानीलाई भोलिपल्ट लानु पनि त अल्छी हुन्छ नि त। त्यो 1.5 घन्टा त्यतिकै उता गएर स्टोरमा बस्नु या त बाहिर गाडीमा बस्नु भनेको त तनावै हो नि त। त्यो तनाव चाहिँ त्यहाँनिर छैन। त्यो तनाव भन्दा पनि यदि आमाले जिम गर्नु चाहन्छ भने आमाले ल्याएर 1.5 घन्टा 6 PM to 7:30 सम्म त्यहाँ छोडिदियो र उतापट्टिको रुममा गएर जिम मजाले एक्सर्साइज गर्न पायो, वर्कआउट गर्नु पाएको छ त्यहाँ पायो भनेपछि त्यो त्यही कस्टमा भनेपछि ठिक छ दाइ। अब दाइ अब हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेको छ, बिफोर वी ऱ्याप अप होइन। अब जति पनि तपाईँको एउटा जुन सङ्घ संस्था भर्खर नयाँ खोलिरहनु भएको छ, जुन गोर्खा कम्ब्याट स्पोर्टको जुन एउटा सेन्टर छ, ट्रेनिङ सेन्टर छ, जिम हल छ, अनि सबैजना अब जुन नयाँ जेनेरेसन अथवा म सजित दाईको जुन गोर्खा कम्ब्याट स्पोर्टमा जोइन हुन चाहने जुन भाइ बहिनीहरू हुनुहुन्छ र अभिभावकहरूले पनि तपाईँलाई एउटा त्यो कहाँ हो त के हो त भनेर खोजिरहनु भएको अवस्था छ, र तपाईँलाई त्यो नजिकबाट कन्ट्याक्ट गर्नको लागि तपाईँको कन्ट्याक्ट इन्फर्मेसन र सबैजनालाई तपाईँलाई रिच आउट गर्नको लागि तपाईँको के माध्यम छ त्यो पनि तपाईँले राखिदिन सक्नुहुन्छ अहिलेलाई? अहिले मैले जुन फर्म छ मसँग होइन, हजुर, अहिले चाहिँ गुगल गरेर गोर्खा कम्ब्याट स्पोर्ट्स लेख्यो भने त्यो लोकेसन दिन्छ हाम्रो। हजुर,
त्यहाँ आएर फ्रन्ट डेस्कमा आएर बुझ्न सक्दा हुन्छ, बुझ्दाखेरि भनेपछि हुन्छ। तपाईँको त्यो गुगल सर्च गर्ने बित्तिकै गुगल आइहाल्छ। सर्च गोर्खा कम्ब्याट स्पोर्ट्स लेख्दाखेरि त्यो हाम्रो जुन क्याम्पसको लोकेसन दिन्छ ओके। त्यहाँबाट गर्दा हुन्छ। भएन मैले धेरै ठाउँ पम्पलेट पनि त्यो जुन त्यो फ्लायरहरू पनि फ्लायर दिएको छु, त्यसमा मेरो इमेल छ, कन्ट्याक्ट फोन नम्बर इन्फर्मेसन। छ। ओके र अरू अब जस्तै कम्युनिटीमा भयो, के अरे हाम्रो अफिसमा भयो, ओके। अब कुनै स्टोर भयो, होम केयरको जुन डे केयर डे केयर सेन्टरतिर त्यतातिर सबैतिर छ यो इन्फर्मेसन लिएर यसको सुविधा लिँदा हुन्छ नानीहरूले यदि मन परायो यो खेल भनेदेखि। ओके। अलराइट दाइ, अब हामी कार्यक्रममा अन्तिम चरणमा आइसक्यौँ। तपाईँलाई मैले कति कुराहरू मैले सोध्न छुट्याएँ होला दाइ, होइन? अब भने जस्तो क्वेसनहरू पनि मैले गर्न सकिनँ होला सायद तपाईँलाई, तर पनि अन्तिममा जाँदाखेरि भाइले यो कुरा सोधिदिदेखि हुन्थ्यो, म यसको एन्सर चाहिँ मजाले दिन्थेँ भन्ने खालको केही छ भने अहिले अन्तिममा राखिदिनु सक्नुहुन्छ दाइ? होइन, ठिकै छ, जति मैले भन्नु चाहेको कुरो पनि भनिसकेँ, होइन? त्यसमा चाहिँ विशेष गरेर धन्यवाद भाइलाई पनि मैले अब घर दैलो मैले पेपर बोकेर फोन गरेर सम्पर्कमा ल्याउनु, उनीहरूलाई यो सूचना दिनु भन्दाखेरि यो पोडकास्टबाट मैले एउटा मौका पाएँ। यसरी सबैको मोबाइलमा पुर्याउने, घर दैलोमा पुर्याउने यो एउटा सुविधा गोर्खा कम्ब्याटको, होइन? गोर्खा कम्ब्याटको प्रगतिको बारेमा। हजुर। त्यसको लागि भाइलाई धेरै धेरै धन्यवाद। अनि जति पनि यो जुन हाम्रो पोडकास्टमा हेरेर तपाईँहरूले जुन हेर्दै हुनुहुन्छ उहाँहरूले पनि सहयोग गर्नुहोस्, हाम्रो भाइलाई पनि यो सेयर गरिदिनुहोस्, यो सबैको घर दैलो सबैको मोबाइलमा पुग्योस्, त्यो पनि ठुलो सहयोग हुन्छ तपाईँहरूको भाइलाई र मलाई पनि, गोर्खा कम्ब्याटलाई पनि ठुलो सहयोग हुन्छ तपाईँहरूले सेयर गरिदिनु भयो भने। अझै रमाइलो हुन्छ होइन त? रमाइलो त अब जहाँसम्म धेरै नै रमाइलो हुन्छ, त्यसमा अझ शक्ति बढ्छ। हो नि, हो, एकदमै एउटा समाजमा यसरी पोडकास्ट राखेर यत्रो समयलाई दिएर गर्नु भनेको धेरै ठुलो कुरा हो। सो दाइ, अब होइन, म त्यही भन्छु तपाईँलाई, तपाईँ मेरो कार्यक्रममा आइदिनु भयो, तपाईँले एउटा महत्त्वपूर्ण समय मेरो लागि खर्चिदिनु भयो, टाढाबाट आइदिनु भयो भाइलाई सम्झेर, त्यसको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु। र दाइलाई पनि जति पनि आफ्नो अब मिक्स मार्सल आर्ट्समा केही गर्न खोजिरहनु भएको छ, विगत लामो समयदेखिको अहिलेको कालखण्डसम्म आइपुग्दा पनि तपाईँले त्यही जोस त्यही जाँगरको साथमा काम गरिरहनु भएको छ। तपाईँले मात्रै नभएर तपाईँले सँगसँगै एउटा भावी पिँढी भाइ बहिनीहरूलाई पनि, न्यू जेनेरेसनहरूलाई पनि कभरेज गरिरहनु भएको छ, उहाँहरूलाई पनि अगाडि बढाइरहनु भएको छ एज अ कोच, एज अ मेन्टर, एज अ लिडर भएर, होइन? तपाईँको एउटा इन्टेन्सन चाहिँ के हो त भन्दाखेरि समाजलाई केही एउटा भाइ बहिनीहरूलाई केही गरोस्, केही मैले जानेको कुराहरू सेयरिङ केयरिङ गरौँ, मेरो कलालाई जस्तै अरूले भाइ बहिनीहरूले पनि एउटा एफोर्ट गरेर एउटा क्यारी अन गरोस्, समाजमा केही उन्नति प्रगति गरोस् भन्ने एउटा चाहनाले अगाडि बढिरहनु भएको छ। यो सबै कुरामा तपाईँलाई धेरै धेरै धन्यवाद। अनि तपाईँलाई यो नयाँ कार्यकाल भनौँ अथवा नयाँ कार्यको जुन थालनी गरिरहनु भएको छ, अझै निखारिएर अझै प्रोफेसनल तरिकाले सङ्घ संस्थामा आबद्ध भएर चाहिँ हाम्रो कम्युनिटीलाई के सर्भ गरिरहनु भएको छ, त्यसको लागि पनि तपाईँलाई अग्रिम बधाई पनि भन्न चाहन्छु, शुभकामना पनि भन्न चाहन्छु दाइ, होइन? र फेरि पनि तपाईँलाई यो मेरो पडकास्ट कार्यक्रममा आइदिनु भएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु दाइ। थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच भाइ। र तपाईँहरूले हाम्रो कार्यक्रम हेरिसक्नु भएको छ, हाम्रो इन्टायर भिडियो अथवा पडकास्टलाई तपाईँले हेरिरहनु भएको छ, फुल भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। र तपाईँहरूलाई आशा छ मलाई तपाईँहरूले यो भिडियो हेर्दै गर्दाखेरि मलाई पनि तपाईँले लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरेर मलाई थप हौसला दिनुहुनेछ। र आगामी दिनहरूमा पनि तपाईँहरूसँग यस्ता विभिन्न विधाका व्यक्तिहरूसँग कुराकानी गर्ने नै छु, अगाडि बढाउने नै छु। तबसम्मको लागि मलाई कन्टिन्यू सपोर्ट गर्नुपर्ने हुन्छ तपाईँले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरेर, ताकि तपाईँहरूको लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइबले चाहिँ मलाई अझै धेरै अगाडि बढ्नमा हौसला मिल्नेछ। र तपाईँहरूलाई यो भिडियो मार्फत अन्तिम के भन्न चाहन्छु भने, जतिसम्म मैले अहिले आफ्नो रोजाइको गेस्टहरू मैले कार्यक्रममा ल्याइरहेको छु, र अब तपाईँहरूले पनि तपाईँहरूको रोजाइमा पर्ने कुनै त्यस्तो गेस्टहरू हुनुहुन्छ भने, र यो फल्ना गेस्टहरूलाई ल्याइदिनु भयो भने अझै राम्रो हुन्छ। तपाईँको कार्यक्रममा फल्ना गेस्टलाई चाहिँ देख्न चाहनुहुन्छ, तपाईँलाई मन परेको व्यक्तिहरूको कुनै पनि मेन्सन गरिदिनु होला। तपाईँले रोजेको, तपाईँलाई मन परेको फेभरेट पर्सनलाई पनि मैले कार्यक्रममा एज अ गेस्टको रूपमा पक्कै पनि ल्याउने छु। र तपाईँहरूको रोजाइमा परेको गेस्ट मलाई भनिदिनु होला, कमेन्टमा मेरो कमी कमजोरीहरूलाई पनि तपाईँहरूले औलाइदिनु होला, ताकि तपाईँहरूको कमी कमजोरीहरू पनि मैले देखेर हेरेर अझै मैले त्यसलाई करेक्सन गर्दै अगाडि बढ्ने पनि मैले मौका पाउनेछु। र अहिलेलाई यति भन्दै मेरो गेस्ट सजित लामा दाई
म प्रोग्राम होस्ट गोपी गजिमेर र मेरो टेक्निकल पार्टमा मलाई हेल्प गर्नुहुने मेरो निगम गजिमेरलाई पनि बिदा दिनुहोस्। तबसम्मको लागि फेरि भेट्ने बाचाको साथ अहिलेलाई बबाई भन्न चाहन्छु। लभ यु गाइस।